मैले चाहिँ एकजना केटालाई धुस्नु पिरेछु So hello everyone, welcome back to new episode of Filili. हामीले फिलिली हाल्न अलिकति ढिलो गरिरहेको छौँ किनभने हाम्रो अर्को कम्पनी छ क्या मोमेन्ट्स अनि मोमेन्ट्समा चाहिँ हामीले इभेन्ट प्लानिङहरू गरिदिरहेको हुन्छौँ अनि त्यसको लागि चाहिँ अहिले सिजनले गर्दाखेरि चाहिँ हल्का प्याक भएर बिजी भएर अनि खासै यतापट्टि युट्युबतिर प्याराडक्सलाई अलिकति टाइम दिन पाएको छैनौँ त्यसको लागि चाहिँ क्षमा प्राप्ति अब तपाईँहरूलाई मोमेन्ट्समा के गर्नु छ भने चाहिँ प्लिज हाम्रो इन्स्टाग्राम भिजिट गर्नु होला मोमेन्ट्समा दामी फोटोहरू खिचेर हालेर आउँछ इभेन्ट प्लानिङै गरेर आउँछौँ अनि आजको एपिसोडमा चाहिँ कपल हुनुहुन्छ हाम्रो नयाँ फ्रेस कपल अहिलेको जेनेरेसनको नयाँ कपल अनि उहाँहरूको अब कुराहरू सुनिदिनुहोस् रमाइलो गरिदिनुहोस् त्यसलाई धेरै मनमा नलिदिनुहोस् कुराहरू के भन्नुभएको रहेछ भने तपाईँहरूलाई अब उहाँहरूको सिरियस कुरा सुन्नु छ भने त अब सेकेन्ड हाफसम्म बस्दिनु होला अनि फन एक्टिभिटिजहरू मात्र चाहिँ अब हाम्रो फर्स्ट हाफमा हुन्छ तपाईँहरूलाई थाहा छ मैले भन्नु पनि पर्दैन सो ढिला नगरिकन सुरु गरौँ लेट्स गो फिलिलीको यो नयाँ एपिसोडमा तपाईँहरूलाई स्वागत छ थ्याङ्क यू You're welcome. के छ हाल खबर हजुर सबै राम्रै छ अहिलेसम्म ठिक छ हजुरको कस्तो छ मेरो बवाल मेरो त दिनदिनै बवाल हुन्छ तर आज झन् बवाल छ किनभने हाम्रो नयाँ फिलिलीको एपिसोड आइरहेछ होइन अनि हाम्रो त यो पहिलो भेट हो हाम्रो अडियन्सहरूलाई सुरुमै एउटा छोटो मिठो इन्ट्रोडक्सन दिउँ न त इट्स मी बिन्दु म चाहिँ गोकर्णबाट रिसेन्टली चाहिँ अहिले म केही गरिरहेको छैन यत्तिकै ड्रप गरेर बसेर अब ब्याचलर जोइन गर्छु त्यति हो इट्स मी रिजन ठकुरी म चाहिँ गोकर्णमा बस्छु अनि अहिले म चाहिँ स्टडीहरू कम्प्लिट गर्दैछु पढिरहेको छु के छ तपाईँहरू लाइक एकअर्कालाई कसरी चिन्नुहुन्छ वी आर कपल्स भनौँ न अब अगाडि चाहिँ हामी साथी थियौँ मिल्ने साथी नै भनौँ न त्यस्तै थियौँ त्यसपछि बिस्तारै बिस्तारै लभ पर्यो त्यसरी नै मतलब हामी चाहिँ कलेजमा सँगै हो मभन्दा एक ब्याच सिनियर ए ओके हजुर अनि त्यसरी बास्केटबल खेल्दा खेल्दा लभ पऱ्यो भनौँ न अब देखादेख चाहिँ हुन्थ्यो तर त्यस्तो त्यो कन्भर्सेसन चाहिँ भएको थिएन दुईजना बिच अनि त्यही नर्मली अनि सोसियल मिडियामा बोल्दा बोल्दा अनि भेटौँ भनेर अनि त्यसरी भेटेपछि तिम्रो सिनियर तागेको हजुर नोटको बाहनामा लभ पऱ्यो बास्केटबल प्लेयर भन्ने त होइन पो रहेछ त प्लेयर रहेछ ल ठिक छ यही खुसियालीमा एउटा मिठो फिलिली हानौँ न त कतिको ड्रिङ्क गरिन्छ लाइक म त खासै गर्दिनँ यस्तै त्यो बर्थडे पार्टीहरूतिर हो हल्का हल्का त्यति हो म त्यस्तो साह्रै ड्रिङ्क त गर्दिनँ म नि अब ड्रिङ्क त क्याजुअली गर्छु त्यस्तो जडिया त होइन फेरि खाएपछि मजाले खान्छु ए ओके भनेपछि ठिक छ के अरे हाम्रो प्याराडक्स हेरिरहनु भएको थियो म त हेरिरहेको थिएँ मलाई एकदम मनपर्छ यो सो लाइक एकदम इन्टरटेनिङ छ क्या हेर्नै मजा आउने खालको हुन्छ नि त्यस्तै छ हेरिरहन्छु म त म चाहिँ अब सोसियल मिडियातिर त्यस्तो एक्टिभ हुँदिनँ अब एक दुईवटा सो हेरेको थिएँ त्यो सोहरू चाहिँ मन पऱ्यो त्यो म त्यस्तो खासै चाहिँ हेर्दिनँ तर मन चाहिँ परेको थियो एक दुईवटा हेर्दैन मनले छोएको थियो सो भनेपछि जे छ इन्टरटेनिङ थाहा छ थाहा छ फिलिली हेरिरहेछ पहिला एकदम सो फेरि पनि म के रिमाइन्ड गरिदिन्छु भन्दाखेरि टाइम नगेर हामी फिलिली गरेर हुन्छौँ फिलिली भनेको चाहिँ चियर्स भन्न पाइएन है त्यहाँ फिलिली भन्ने हो टक्क ठोकाउने अनि फिलिली भनेर खाने हो है त ल आजको यस एपिसोड ढिला नगरिकन सुरु गरिहालौँ ल को पहिले जाने तिमी जानु त ओके मैले चाहिँ एकजना केटालाई धुस्नु पिरेछु मलाई क्लबिङहरू मन पर्दैन अनि अर्को मैले घरमा झुट बोलेर धेरैचोटि नाइट आउट गएको छु फर्स्ट अब के भनेको भन त मैले एकजना केटालाई धुस्नु पिरेछु केटामा त भाइ जो नि पर्न सक्छ होइन त्यो त्यही हो उ त्यो तसाएर आयो क्या आई थिङ्क सेकेन्ड वान झुट के थियो सेकेन्ड वान मलाई क्लबिङहरू मन पर्दैन उसले त्यो झुट भन्यो
अभियसली क्लबिङ चलाई नि मनपर्छ अहिले त यु आर रङ मलाई मन पर्दैन नम्बर 1 थर्डको चाहिँ झुट थियो भन्छ मिलेन मिलेन किन क्लबिङ जान्छ भने थाहा छैन के हो लाइक मलाई मनै पर्दैन अहिलेसम्म गएको पनि छैन ए ओके अब मलाई त्यो भिडभाडहरूमा अलि कस्तो अलि उयो हुन्छ कि हजुर त्यस्तै भनौँ ल अब बिग्रिहाल्यो अब सर्ट हान्नु पऱ्यो ल फिलिली है My turn, okay? No. I have more than 10x. मेरो एक्स 10 वटा भन्दा धेरै छ होला हजुर अनि I like sugar mommy. कुछ समझ नहीं आया लेकिन अच्छा लगा I love your body. कुन चाहिँ झुट अब सबै ट्रुथ जस्तै छ यसको त सेकेन्ड वान फर्स्ट Yes, you are correct. सुगर मम्मी मन पर्दैन उसो भए No, no. ए ओके मन त पर्छ होला त्यस्तो छैन अब मैले चाहिँ के गर्नु पर्यो त डियर होइन त Yes. न यु हेभ टु डु डियर उसले डियर गर्नु पऱ्यो म भनिदिन्छु पर्यो। के गर्ने भनेर डियर म दिन्छु 10 वटा एक्स तिम्रो 10 वटा भन्दा धेरै छ नि त यसको ट्रुथ ए भनेपछि ल एउटा एक्सलाई कल गर्नु पऱ्यो अहिले कन्ट्याक्टमा चाहिँ एकजनासँग पनि छैन फेरि इफ मेरो एक्स 20 भन्दा धेरै छ हो त भयो भने म उसलाई छोडिदिन्छु प्रेजेन्टमा जे छ त्यो ल्याउन खोज्दिनँ म पास्टमा चाहिँ है म नम्बर पनि छैन उसो भए साँच्ची हो नि साँच्ची हो तिमीलाई थाहा चाहिँ थाहा उसँग नम्बर छ कि छैन भनेर नम्बर त छैन उसको एक्सहरू थाहा छ तिमीलाई भनेपछि काउन्टेबल लाइक छैन आधी जति चाहिँ छ 20 भन्दा चाहिँ अब भयो के हो र हजुर भनेपछि त्यो बास्केटबल प्लेयरमा त होइन रहेछ भएछ त ठिक छ सिम्पल डियरबाट सुरु गर्छु डियर एक्सनमा नभइकन वर्ड्समा सीमित होस् होइन तिमीले उसको 3टा नराम्रो मनै नपर्ने बानी भनिदिनु पऱ्यो मलाई यसको 3टा नराम्रो मनै नपर्ने झोर बानी हुन्छ नि त्यो अब कहिलेकाहीँ मुड स्विङ भयो भने म रिसाउने यतिकै मलाई मुड स्विङ भएको छ मलाई यस्तो यस्तो छ भन्ने अनि त्यसपछि अर्को चाहिँ जस्तै मैले उसले केही गल्ती गरेछ भने अर्को छोप्न खोज्ने कि गल्तीहरू छोप्न खोज्छ नि लुकाउन खोज्छ लुकाउन खोज्छ अनि अरू के छ अर्को यो अरू त धेरै देखाएको छुइनँ मैले हो एउटा लास्ट के पनि छैन हजुर 2टा यही अरू त सब राम्रै छ हुनुपर्ने नै राम्रो भन्ने ठिक छ लाइक सजिलो डियर दिएँ मैले सुरुमै हाम्रो यो फिलिलीको हिस्ट्रीमै सबसे सजिलो डियर थियो होला होइन किन तर्साइदिनु जस्तो लाग्यो मलाई सुरुमै अब हामी सेकेन्ड राउन्डमा जाउँ फेरि ल अब तिम्रो पालो हो क्या हो मैले जाने जाओस् दरो ओके आई लभ स्पोर्टी गाइज ये कहाँ फंस गया भाई ये क्या हो रहा है गाइज स्पोर्टी केटी गाइज अब अनि माई बडी काउन्ट इज लेस देन 3 अनि मेरो लाइफमा अहिलेसम्म यो चाहिँ सेकेन्ड टाइम होला ट्रु लभ भएको मलाई थाहा थियो थर्डको चाहिँ उयो थर्डको फल्स त्यो 3 जना हो होइन माई बडी काउन्ट इज लेस देन 3 त्यो चाहिँ हो फल्स ओके भनेपछि फल्स चाहिँ के अरे लेस देन 3 वाला अरू सबै ट्रु टेन्सन भयो कि भनेपछि मैले रङ भएँ नि त डियर होइन होइन पहिला म अब तिमीले सर्ट हान्ने हो फिलिली ओके फिलिली मेरो पालि हो त मैले रिलेसनमा हुँदाहुँदै अर्कोलाई पनि डेट गरेको छु आई ह्याड किस विथ अ गर्ल अनि मैले जबको बहानाले जहिले पनि म जबको बहानाले साथीहरूसँग ह्याङआउट गर्न जान्छु कि जहिले आई थिङ्क नम्बर 1 मैले रिलेसनमा हुँदाहुँदै अर्कोलाई डेट गरेको छु फल्स मिल्यो मिल्यो ओके तिमीले डियर गर्नु पऱ्यो अब होइन तिमी देखिरहेको छौ नि मैले तिम्रो आँखै देखाएन हेर तिमी देखिरहेको छौ नि होइन देखिरहेको छु मैले यो बडी काउन्ट लेस देन 3 भनेको चाहिँ कति रहेछ त्यो त फल्स थियो हजुर होइन कति चाहिँ रहेछ मोर देन 3 रहेछ कि ए अभियसली मोर देन 3 भएन होइन मोर देन ठिक छ तिमीलाई सजिलै डियर दिउँ होइन घरमा को हुनुहुन्छ घरमा अहिले चाहिँ को हुन्छ सबैजना गरेर अहिले चाहिँ ओभरअल्ली मामु बाबा भाइ म हो भाइ कता छ भाइ म भन्दा 2 वर्ष सानो हो ल भाइलाई कल हानौँ होइन ल अनि भाइले रिलेसनसिप गरेर थाहा छ थाहा छ घरमा 2टाकै घरमा A to Z सबै थाहा छ ए हो यताउति हुन्छ
ए ठिक छ उसो भए भाइलाई कल हानौँ अनि त्यसपछि एक्टिङ गर्नु पऱ्यो थोरै म चाहिँ लाइक भागेँ होइन त्यसले त मार्छ उसले एक्कासी मलाई यता जाउँ भन्यो कतै जाउँ एक्कासी उता जाउँ भन्यो होइन मैले मम ड्याडीले भन्न सक्दिनँ के गर्ने है त यसो मलाई यसो सल्लाह दिन भनेर सोध न हेलो चिनिस के गरिरहेको कति सोच्छस् के अरे सुन्न एउटा कुरा भन्न लाग्यो तँलाई नभने मम्मी र बाबालाई नभने भन्छु होइन पहिला सुन्न के अरे त्यो रिजनको बाबाले के भन्नुभयो कि अब यताउति नबस्तीमा रहेछ भने हामी भाग्न लाग्यो के गरौँ अब तँलाई किन भन्नु अब भाग्न चाहिँ लाग्यो अब त भाइ भएर मैले भनेको अब हामी आउँदैनौँ टाढै जानु लाग्यो घरमा नभने तँलाई मात्रै भन्यो आउँदिनँ के म भागिसक्यो भने अब कहाँ भन्यो भने त अब खोज्न आएछ नि त्यही अब भाग्यो भनेपछि भाग्यो कि अब आउँदैनौँ हामी ल के भन् तर के भन्नु छैन के भन् तर बालै छैन चाहिँ मतलब छैन के गरौँ म रिसायो फेरि कल गर्नु त प्राङ्क भन्दैौ न रिसायो रुन्छ अहिले यो फेरि यहाँ चाहिँ थर्काएर हेलो प्राङ्क हो कसरी थाहा भयो ल फेरि मम्मीलाई गएर भन्दासँग यतिकै ल सुत जा रे बाई के रियाक्सन आएन निन्द्रा ल हुन्छ कहाँ भागेको भन्छ फेरि त्यही निन्द्रामा भएर हो नभए रियाक्सन दिन्थ्यो त अब लास्ट राउन्ड ल को जाने नेपाली माई हबी इज वाचिङ पोर्न देखा आपने लापरवाही का नतीजा है मैले त हुँदै अरूसँग भेटेको थिएँ I was wrong and I called my ex. लास्टको ट्रु हो अनि सेकेन्डको के हो मैले त हुँदै अरूसँग भेटेको थिएँ नम्बर सेकेन्ड फल्स फर्स्ट ट्रु अरू सबै ट्रु माई हबी इज वाचिङ पोर्न आफू जस्तै सोचेँ फेरि होइन फर्स्टको चाहिँ फल्स थियो कौन है ये लोग कहाँ से आते हैं यो सेकेन्डको चाहिँ डोन्ट बी अफेन्सिभ मैले यसलाई जलाउनको लागि चाहिँ भेटेको थिएँ एज अ फ्रेन्ड साथीलाई नै साथीसँगै भेटा फेरि अरू त्यो केटा त्यस्तो केटा यस्तो गर्न होइन जलाउनको लागि भेटेको थिएँ तर यसलाई थाहा भएन त्यही हो यो भेटेकै थाहा छैन उसलाई थाहा छैन अब थाहा हुन्छ अब थाहा भयो त्यस्तो इन्टेन्सनले होइन तर त्यस्तो इन्टेन्सनले होइन के ढाड भाँचिने हो मुटुमाथि ढुङ्गा राखी हाँस्नु परिरहेछ ओके अब ड्रिङ्क गर्नु पर्यो नि त होइन तेरो पाली पहिला ड्रिङ्क गर्नु भने नि त ओके फिलिली मेरो आई थिङ्क आई एम द मोस्ट ह्यान्डसम गाई अनि आई वान्ट टु सी यु मलाई चाहिँ तिमी फ्युचर वाइफ हो जस्तो लाग्छ मेरो भविष्यमा आई लभ स्पोर्ट बाइक फर्स्टको फल्स गजब बेइज्जती है ल फर्स्टको फल्स अरू ट्रु नो आई लभ स्पोर्ट बाइक इज रङ मलाई स्पोर्ट बाइकहरू मन पर्दैन कस्तो बाइक मनपर्छ त स्पोर्ट बाइक मलाई हेड लाग्छ अरू सबै मनपर्छ स्पोर्ट बाइक बाइकहरू मात्रै मनपर्छ भनेको थियो त मन पर्दैन नि हुन्छ नि झुट बोलायो कि अहिले होइन हुन्छ नि त मान्छे कोहीलाई हेर्दै अब कस्तो यो बाइक त मनै नभर्ने मनले नचल्ने तपाईँ आफ्नो ह्यान्डसम लाग्छ वर्ल्डको भने होइन अरू भन्दा ठिक छ सेल्फ लभ चाहियो नि होइन भगवानले यति राम्रो बनाएर पठाएको छ अब आइए कॉन्फिडेंस यु सी हर एज फ्युचर वाइफ यस त्यो हुनुपर्ने गुणहरू चाहिँ सबै देख्छु मैले खानु पऱ्यो नि त कि डियर मिलाएन होइन डियर ओके सर्ट सर्ट फिलिली लाग्दै आयो अब फिलिली ओके ठिक छ ठिक छ यो धेरै सत्य कुराहरू निस्कियो बाहिर अनि ठिक छ यो कुरामा पछि एपिसोड हेर्दै डिस्कस गर्नु होला होइन हामी चाहिँ अगाडि बढ्छौँ
एउटा रमाइलो सेगमेन्ट छ हाम्रो यो नयाँ अहिलेसम्म फिलिलीमा यस्तो सेगमेन्ट भएको थिएन। अब हामी अर्को सेगमेन्टतिर आइसकेका छौँ। यसमा चाहिँ अब नयाँ छ यो हाम्रो अहिलेसम्म फिलिलीमा यस्तो क्वेसन्सहरू आएको थिएन, त्यही भएर म पनि अलिकति झुक्किएँ होइन। तर के छ भन्दाखेरि म केही क्वेसन्सहरू सोध्छु तपाईँहरूको बारेमा, 5 सेकेन्डभित्रमा त्यो एन्सर दिनुपर्छ। 5 सेकेन्डभित्र त्यो एन्सर दिनुपर्छ। अनि त्यहाँनिर हाम्रो सिट्ठी रहेछ यसपालि होइन, अनि हातमा लिने थियो, अनि जहिले अगाडि 5 सेकेन्ड अगाडि भन्छ जस्तो लाग्छ नि, सिट्ठी बजाइहाल्ने नि फर्स्टमा बजाउनेले चाहिँ एन्सर भन्नु पाइन्छ। जसले धेरै एन्सर दिन्छ नि यो द्याट पर्सन विल बी द विनर। हार्ने मान्छेले ड्रिङ्क र डेयर गर्छ, ठिक छ। हातमा सामान पाइन्छ सिट्ठी। यस्तो 3वटा यस्तो ठाउँ भन्नुहोस् जहाँ चाहिँ यु वुड लभ टु किस यर पार्टनर। के अरे डबल लकडाउन क्याफे हो एउटा, डबल लकडाउन, अनि त्यसपछि उसको घर, अनि त्यसपछि मेरो घर। गाह्रो पर्यो। 3टा आफ्नो पार्टनरको बारेमा 3टा ब्याड ह्याबिट्स भन्दैन। ओभर पोसेसिभ छ, अनि धेरै रिसाउने, अनि त्यसपछि एकचोटि जस्तै मैले गल्ती गरेपछि त्यसलाई अब अपनाउन चाहिँ धेरै टाइम लगाउने कि उसले फेरि त्यही नजरले हेरिरहने। भन्छ अघि नै डियर दिँदाखेरि 2टा मात्रै भएको थियो, एउटा थपियो यसपालि। आउँदैछ कुराहरू, ठिक छ। अब अर्को चाहिँ आफ्नो एक्सहरूको 3टा नाम लिनुहोस्। एउटा कर्मा, अनि त्यसपछि अर्को निशा, अनि सुजना। उसको फेभरेट एक्सहरू नि फेरि 20 वटाबाट चाहिँ यस्तो नहोइन होला। सेकेन्डको चाहिँ होइन। अबे साले सबजनालाई सुधार्छ भन्दैन सबैजना राम्रोसँग बस्दिन होला। ल अर्को आफ्नो पार्टनरको बारेमा अट्र्याक्ट हुने 3वटा कुरा भनिदिनुहोस्। ओके, आँखा, कपाल, अनि यसको हाइटले अलि एट्र्याक्टिभ देख्छ कि यसलाई। लुक्सले मात्रै भित्रको कुरा छैन, अब भित्रको कुरा नि छ, तर 3टा त्यो छिटो भन्दाखेरि चाहिँ यति निस्क्यो अब। ओके ठिक छ। आँखा त देख्नै गाह्रो रहेछ कपालले, त्यही पनि। अर्को लास्टवाला यस्तो 3वटा कुरा भन्नुहोस् जुन चाहिँ तपाईँहरू एक दिनको लागि इन्भिजिबल भयो भने गर्नुहुन्छ। जस्तै म इन्भिजिबल भयो भने चाहिँ आफूले चाहेको कुराहरू सबै लिन्छु, आफूले चाहेको कुराहरू। टाइम अप। ला छिटो भन्ने हो नि त, 5 सेकेन्डभित्र भन्ने हो नि त। ल क्वेसन पनि सकेको छ, कतिवटा क्वेसनमा के भएको कुरो ड्र भयो। लास्ट एउटा सोधिदिन्छु म, टाई ब्रेकरमा जान्छौँ हामी। आफ्नो पार्टनरको बारेमा 2वटा विकनेस भन्नुहोस्। यो चाहिँ एकदम इमोसनल छ, ऊ त्यो इमोसनल भइहाल्छ, रुइहाल्छ। अनि त्यसै अर्को चाहिँ यसलाई माया गर्ने मान्छेहरू चाहिँ लास्ट यसको त्यो विक पर्सन हो कि, यसको लागि त्यो मान्छे उसको विकनेस त्यही। अब त्यो मान्छेले के गर्यो भने चाहिँ उसलाई एकदम फरक पर्छ कि, लाइक उसको माया गर्ने मान्छेले अब जे गर्दा पनि। हामीले बुझ्यौँ, मिलाएर बुझ्यौँ हामीले। साथीहरू ठिक छ। अब ड्रिङ्क पनि गर्नु पऱ्यो, डियर पनि गर्नु पऱ्यो। गर्नुहोस्। के गर्नुहोस् फिलिली। ठिक छ। उसलाई त हि लभ्स ड्रिङ्किङ। अब डियरमा चाहिँ जाओस् न त, 20वटा पुसअप जाओस् न त। ए डु 20 पुसअप्स। लु चाहिँ केही सक्दिनँ। ट्राई डियर कम्प्लिट भएन भने चाहिँ फेरि बिल्ला हुन्छ है, बिल्ला। अब 3टा मात्रै हो, 2टा लास्ट हो। दामी खालि यस्तै हाम्रो यहाँ एक्सर्साइज पनि हुन्छ होइन। ल ठिक छ। अब हामी अर्को सेगमेन्टमा आइहालौँ। कौन बनेगा करोडपति। राउन्ड 1 क्वेसन नम्बर 1, ब्रेनको कुन चाहिँ भाग चाहिँ भिजनसँग एसोसिएटेड छ? विच पार्ट अफ द ब्रेन इज एसोसिएटेड विथ भिजन? अप्सन नम्बर ए फ्रन्टल लोब, अप्सन नम्बर बी अक्सिपिटल लोब,
अप्सन नम्बर सी टेम्पोरल लोब, अप्सन नम्बर डी प्यारिएटल लोब। टुक्का हान्नु मिल्छ है? मिल्छ तर यस्तो घन्टी बजाएर। अप्सन नम्बर बी ओक्सिपिटल लोब। तुक्कै हो है? तुक्कै हो, कहाँ हुन्छ त्यस्तो? ए ओके मिल्यो राइट। कंग्रेचुलेसन टुक्का मिल्छ कहिलेकाहीँ। ओके त्यो आफू पनि एक्टिभ हुनुपर्छ है। अलि नजिक आएर बसिन यस्तो हान्नु पऱ्यो नि होइन? टुक्का हान्न नि मिल्छ। अनि उसले रङ त रङ पनि त भन्न सक्छ नि त, रेडी भएर बस्ने होइन भनेर ड्याङ बजाइहाल्ने नि। ल नम्बर 2 इन विच सिटी द आइफल टावर इज लोकेटेड? नम्बर ए पेरिस, नम्बर बी लन्डन, नम्बर सी बर्लिन, नम्बर डी रोम। बजाएर फेरि भन्नु त एकचोटि। जसले बजाउनु हुन्छ नि, जसले आन्सर आउँछ भन्नु। आइफल टावर माया ओ त्यो आइफल टावर कुन कन्ट्रीमा छ? मलाई के त त्यो अप्सनमा पाएको त नि। प्यारिस। करेक्ट। ओके सो नम्बर 3 वाट इज द मेन फङ्सन अफ रेड ब्लड सेल्स? आरबिसी पनि भनिन्छ। आरबिसीको मेन फङ्सन के हो? नम्बर ए फाइटिङ इन्फेक्सन्स, नम्बर बी क्लटिङ ब्लड, नम्बर सी क्यारिङ अक्सिजन, नम्बर डी रेगुलेटिङ बडी टेम्परेचर। क्लटिङ ब्लड एकदमै रङ भएको छ। नम्बर सी क्यारिङ अक्सिजन। लक कर दिया जाए। करेक्ट। आरबिसीको काम चाहिँ अक्सिजन आदान प्रदान गर्नुतिर हेल्प गर्ने हो। नम्बर 4 वाट इज द मेन इन्ग्रेडियन्ट इन ट्रेडिसनल जापानिज मिसो सुप? ट्रेडिसनल जापानिज यस्तो एउटा सुप छ जसलाई चाहिँ मिसो सुप भनिन्छ। त्यसको मेन इन्ग्रेडियन्ट्स चाहिँ चाहिने एकदम हुने इन्ग्रेडियन्ट्स चाहिँ के हो त? नम्बर ए सोया सस, हामीले चाउमिनमा खाइन्छ। नम्बर ए सोया सस, नम्बर बी टोफु, नम्बर सी मिसो पेस्ट, नम्बर डी नुडल्स। इट माइट बी अ ट्रिकी क्वेसन टु, किनभने जापानमा धेरै नुडल्स पनि खान्छ हो कि यो कुरो। मिसो सुप पनि सोया सस। तोबा 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 एकदमै रङ। मिसो सस, मिसो पेस्ट हो। मिसो पेस्ट नम्बर सी करेक्ट। करेक्ट। अब मिसो सुप बनाएपछि मिसो पेस्ट पनि चाहियो नि होइन? झन् त्यही भन्छ न ल, ध्यान दिएको एउटा त सोया सस भनेर चाउमिन खाएको। लास्ट क्वेसन अफ राउन्ड 1 जिके को। विच स्पाइस इज नोन एज क्वीन अफ स्पाइसेस? नम्बर ए कार्डमम, नम्बर बी सिनामन, नम्बर सी नटमेग, नम्बर डी ब्ल्याक पेपर। फर्स्ट वान कार्डमम करेक्ट। ए त मलाई थाहा थियो। के हो यो? थाहा भएरै हो कि तुक्का हो कि हो? होइन म यो के अरे यो कुकिङ सोहरू अलिक बढी हेर्छु कि मलाई अलिक कस्तो हेर्न मजा आउँछ कि बनाउनेहरू। अनि हेर्न मात्र मजा आउँछ कि बनाउन पनि मजा आउँछ? बनाउनु मजा आउँछ, जाँगर लाग्छ। अरू चाहिँ केही काम गर्न उयो मन लाग्दैन, अल्छी लाग्छ। बनाउन खानु चाहिँ लाइक बनाउन चाहिँ एकदम जाँगर लाग्छ कि मलाई। के अरे यु वर द वान होइन, काम गर्न जान्छु भने ढाँटी ढाँटी घुम्दा नि। ल अब हामी राउन्ड 2 तिर लागौँ। क्वेसन नम्बर 1 यसमा अप्सन हुँदैन नि फेरि। म को हुँ? आई क्यान्ट बी बट आई क्यान बी स्टोलन विथ अ ग्ल्यान्स। आई एम वर्थलेस टु वान बट प्राइसलेस टु टु। वाट एम आई? किन्नै नमिल्ने कुराहरू चोर्नु मिल्दो रहेछ एकै जग्गा। करेक्ट। कंग्रेचुलेसन यो मान्छे स्मार्ट रहेछ है। ल नम्बर 2 until I am measured I am not known. 8 you miss me when I have flown. What am I? मलाई मेजर नगरेसम्म मलाई चिन्दैनन्, तर पनि म उडिसकेपछि यु मिस मी। लास्ट मैले त घन्टी बजाउनु सुने होइन? घन्टी बजाउनु पर्यो नि त। के भन्छ लास्टलाई? अब डेड बडी। डेड बडी एकदमै रङ भयो जस्तो। ओके मेजर नगरेसम्म मलाई चिन्नु थाहै हुन्न होइन? बडी वेट होइन होला तर है तर भयो एउटै मिस त गइसक्यो। मेरो यति किलो घट्यो। त्यो सोच्नु पर्यो नि त। यति घट्यो, यतिवटा यति भयो भन्छ। मिस गरेर रोएर बस्ने। ठिक छ, पास। टाइम मेजर नगरिकन थाहा हुन्न टाइम कहिले पनि। त्यसपछि टाइम बितिसकेपछि मेमोरिजमा आउँछ, मिस हुन्छ। क्वेसन नम्बर 3
ओके टेक वान आउट एन्ड स्क्रैच माई हेड आई एम नाउ ब्ल्याक बट वन्स वाज रेड वाट एम आई एउटा निकाल्नुहोस् मलाई अनि मेरो टाउको कन्याउनुहोस् स्क्रैच माई हेड होइन म अहिले कालो भएँ तर म पहिला रातो पनि थिएँ ट्राई नगर्ने गाह्रो छ यो त हो सजिलै छ सलाई हो एउटा निकाल्ने यस्तो गर्ने त्यो कालो हुनुभन्दा अगाडि रातो भएर बल्छ त्यो टाउको कनाउने भनेको त टाउकोमा मात्रै ध्यान भइराख्यो स्क्रैचमा त्यसको टाउको भन्दा त्यो स्क्रैच गर्ने अन्त ल ठिक छ तर गेस चाहिँ गरौँ है रमाइलो हुनु फेरि अल्छी लाग्छ गेस गरेर ढ्याङ रङ भन्दाखेरि पनि रमाइलो हुन्छ नि त अलि एक्टिभ पनि देखिन्छ नम्बर 4 आई कम इन डिफ्रेन्ट सेप्स एन्ड साइजेस सम पार्ट्स अफ मी आर कर्भड and others are straight. You can put me anywhere you like, but there is only one right place for me. What am I? कपाल ढङ्गा हानेर गर्नु पऱ्यो नि त भन्नु पऱ्यो नि त कपाल रङ तर आई लाइक वेयर यु आर हेडिङ ब्रस अलिक टाढा भयो रङ कम धेरै टाढा भयो अब त रङ भगवान् मेरो फिलिली हेरेर थाहा हुन्थ्यो होइन यो पार्ट त हेरेदिनँ मैले त हरेक पार्टमा हरेक एपिसोडमा यस्तो यो पार्ट छ तिमी ट्राई नगर्ने के होला त I come in different shapes and sizes. Some parts of me are curved and others are straight. You can put me anywhere you like, but there is only one right place for me. What am I? मैले देखाइदिएँ कि होइन त्यति साह्रो पनि देखाउँदिनँ म सोझो पारेर पनि देखाउँदिनँ म रङ पास अ पजल पिसेस यो त सोच्नै नसक्ने थिएँ दुईजना आलु भएपछि यस्तै हुन्छ आलुलाई नआए पनि मेरो फेभरेट कुरा हो नम्बर 5 I have many faces, expressions, and emotions, and I'm usually right at your fingertips. What am I? Face. एकदमै क्लोज हो तर होइन रङ हो Eyes. अलिकति टाढा गयो त टीका कहाँ से आते हैं टीका कसरी ल हेर है म फेरि पनि भनिदिन्छु तिमीलाई लिप्स I have many faces. लिप्सको कतिवटा फेस हुन्छ हेरेर I have many faces, expressions, emotions. I'm usually right at your fingertips. Heart. ल लास्ट के सोच तिमी प्लिज मेमोरी हाँ मेमोरिज होइन I am usually right at your fingertips. तिम्रो हार्ट तिम्रो फिङ्गर टिप्स हुन्छ अब यहाँ त केही छैन नि त के त हात होइन डिएनए ब्लड के भन्यो भने एट your fingertips. मोबाइल फोन मोबाइल फोनको फेसेसहरू हुन्छ पास इमोजिज अब यस्तो यस्तो अब हामी राउन्ड 3 मा छौँ यस्तो पाराले तपाईँहरूले के पनि जित्नुहुन्न जिन्दगीमा धेरै धेरै गाह्रो छ पीडा छ जुर पीडा ल राउन्ड नम्बर 3 ट्रु अर फल्स यसमा चाहिँ अब एक्टिभ भएर बस्नु पऱ्यो किनभने कि ट्रु हो कि फल्स हो एउटाले ट्रु भनेर त मिलेन भने अर्कोले अटोमेटिकली जित्छ क्या किनभने दुईवटा मात्रै हो नि त ट्रु अर फल्स हो ल रेडी है त नम्बर 1 एप्पल्स ग्रो अन भाइन्स लहराहरूमा एप्पल फल्छ अरे हो करेक्ट भाइन्स भनेर लहरा नि होइन नम्बर 2 In the English language, there is only 2 words that rhymes with orange. Orange-सँग राइम गर्ने दुईटा मात्र शब्दहरू छन् रे ट्रु करेक्ट त्यो भनिहाल्ने हो क्या त्यहाँ तिमीले फल्स भन्यो भने मिली उसले जित्थ्यो जसरी नि भनिहाल्ने ढाँडाङ भनिहाल्ने
Number 3, Mandarin Chinese is considered the most spoken language in the world when considering the total number of native speakers. एकदमै रङ होइन म्यान्डरिन चाहिँ लाइक चाइनाको एकदम पुरानो भाषा हो अनि नेटिभ स्पिकर्स भन्ने बित्तिकै चाइनामा एकदम पपुलेसन बढी छ त्यही भएर यो वर्ल्डमै मोस्ट स्पोकन ल्याङ्ग्वेज पनि पर्छ म त इङ्ग्लिस होला भन्दा नि होइन इङ्ग्लिस भन्दा पनि चाइनामै मान्छे धेरै छन् मेन त Number 4, Cinderella was the first Disney princess. True. एकदम राइट हुनुभएको छैन फल्स Cinderella फर्स्ट डिज्नी प्रिन्सेस होइन A lion's roar can be heard up to 8 kilometers away. जब एउटा सिंह गर्जिन्छ 8 किलोमिटर परसम्म सुनिन्छ True. करेक्ट कि तिमी त सिंहसँग हुर्क्यायो क्या ल एन्ड विनर इज एउटा फिल्म छ नि मेरी प्यारी बिन्दु भन्नेवाला ल बिन्दु तपाईँले यो सेगमेन्ट जितिसक्नु भएको छ बधाई छ तपाईँलाई अब हार्ने मान्छेले एउटा सलक्क फिलिली गर्नु पर्यो अनि डियर गर्नु पर्यो हजुरले ऊ त मनमनै यस गरेर ल आफ्नो पार्टनरको मोजा सुन्ने मोजा छैन होइन खुट्टामै त छ नि त सुँग्ने अनि आउट अफ 10 कतिको भाषा छ भन्नु पर्यो रेट गर्ने रेट गर्ने ए भगवान आउट अफ 7 आउट अफ 10 मा 7 ओके गनाइरहेछ गनाकोमा 7 पासाकोमा त 3 रहेछ त अलि फोरी भएछ होइन ढाड त कसको भाँचिन्छ ल ठिक छ अब हामी नेक्स्ट सेगमेन्टतिर लागौँ रमाइलो भइरहेछ कतिको फिलिली भइरहेछ अलिअलि घाँटी बोल्दै अलिअलि लाग्दै हेरेछ मलाई चाहिँ ठिकठाक तिमीलाई रमाइलो भइरहेछ नि होइन ठिकै राम्रै रमाइलै छ सेगमेन्ट अर्को चाहिँ रमाइलो गेम रहेको छ त्यो गेम चाहिँ हामी यहाँनिर प्रस्तुत गर्न चाहन्छौँ प्लिज तपाईँहरूको अगाडि हामी त्यहाँनिर बिस्किट्सहरू देख्न सकिन्छ धेरै सजिलो छ त्यो यसरी यहाँनिर आफ्नो फोरहेडमा राख्ने छोडिदिने अनि यसरी यसरी ल्याएर मुखमा हालेर खाने अनि त्यो झऱ्यो भने फेरि यहाँदेखि स्टार्ट ओके है त रेडी 1 2 3 गो निधारमा राख्नुपर्छ सुरुमा ल कस्तो चिप्ले हो यो यो त मुखमा आइज न ओ टु क्लोज ए त खानु पऱ्यो नि यो त आँखाभित्र छिर्यो आँची मगर खाइदियो नि त ए खायो ड्रिङ्क एन्ड डियरको पालो यतापट्टि जस्तो लाग्यो हातमा कपालले अलिकति ल्याङ गरे तर दामी भइरहेको थियो कपालले हो लर्कन गइहाल्यो नि ए ल ढुक्क गयो ल उसको एउटै सिन गाह्रो पऱ्यो आमाहरूको भएर नछिर्यो होला है हो आनाहरूको छिर्छ त दुइटा आइसक्यो होइन हो एउटै लिदिन्छ कि हत्यो त
त्यस्तै च्याप्सा भयो क्या अघि कपालले नि भयो कपाल त तिम्रो यसपालि दुश्मन भन्यो नि तपाईँहरूसँग टाइम धेरै बाँकी छैन अब जम्मा 45 सेकेन्ड बाँकी रहेको छ कति चाँडो 5 मिनेट हो त्यही भने कति चाँडो भएछ समय गएको थिएँ भन्नु त्यो पनि सक्यो अब 3टा र 2टा हुँदै भएन नि उसले जितिसक्यो जित्यो ठिक छ कस्तो महसुस भइरहेको छ हारेकोमा एकदम दुःख लागिरहेको मलाई हारेपछि दुःख त लागिहाल्छ नि ल अब एउटा फिलिली हानौँ अनि डियर गरौँ धेरै गाह्रो हुँदैछ फिलिली अब डियर चाहिँ धेरै गाह्रो छैन होइन अब के छ त अब यो माया भन्ने कुराहरू एकदम गाह्रो कुरा हो होइन आफ्नो अपोनेन्टको 3टा कुनै पनि भागमा किस गर्नुहोस् ओके हात एउटा अनि गाला गाला दुइटै एउटै हो कि दुईटा एउटै हो नि आइम फर इट के हो के कपाल कपालले धेरै कुरा डिस्टर्ब हुँदैछ है 3टा भयो तर फेरि उसलाई कपाल मनपर्छ अरे होइन त्यही भएर नि नकाटे जस्तो छ अब काट्नुपर्ने परिस्थिति आइसक्यो कपालले यहाँ अघि पनि डिस्टर्ब गर्यो होइन धन्न ल एकदम सजिलो थियो हाम्रो यसपालिको डियरहरू किनभने उहाँहरूले पहिल्यै हामीलाई के भन्नुभएको थियो भन्दाखेरि डियर गाह्रो त हुन्न नि भनेर भन्नुभएको थियो ल ठिक छ अब हामी अन्तर मन्तरका कुराकानीहरू गर्छौँ त्यो अब हाम्रो यो सेगमेन्ट चाहिँ कस्तो सेगमेन्ट हो भन्दाखेरि वी टक वी सेयर आफ्नो ओपिनियन्सहरू आफूलाई मनमा के लाग्छ मनबाट बोलिदिनुहोस् कुनै पनि बनावटी कुराहरू भन्दा पनि हामी एकदम तपाईँहरूको ओपिनियन्स जान्न चाहन्छौँ यो सेगमेन्ट सुरु हुनुभन्दा अगाडि एकचोटि हामी फिलिली गर्छौँ अनि त्यसपछि सुरु गर्छौँ त्यसपछि हामी बिचमा कुनै पनि फिलिली गर्दैनौँ ल फिलिली मान्छे पनि फिलिली कतिको फिलिली भइरहेको छ हामी अलिअलि अब चाहिँ हल्का हल्का हो पहिला सुरु त लाइक म कहाँबाट सुरु गर्न चाहन्छु भन्दाखेरि कुनै पनि रिलेसनसिपमा माया सबैभन्दा ठुलो कुरा हो कि ट्रस्ट सबभन्दा ठुलो कुरा ट्रस्ट मलाई चाहिँ ट्रस्ट ठुलो लाग्छ किनभने मायाले मात्रै संसार धाम्दैन रहेछ कि अब माया मात्रै भएर नि हुँदैन के अब माया मात्रै छ अरे होइन माया मात्रै गर्छ दुईजनाले माया मात्रै छ अरे तर त्यो ट्रस्ट छैन विश्वास छैन एकअर्कामा भने त्यो रिलेसनमा बसे जस्तो मतलबै हुँदैन क्या अब माया मात्रै भएर हुँदैन त्यो आफैले फिल गरेर भनेको कुरा हो मैले चाहिँ लाइक सबै इक्वेली हुनुपर्दो रहेछ ट्रस्ट भयो अन्डरस्ट्यान्डिङ सबै कुरा इक्वेली चाहिन्छ कि माया यो रिलेसनमा भइसकेपछि चाहिँ मायाले मात्रै चाहिँ हुँदैन अनि जलाउनलाई अरू भेट्न गएपछि त ट्रस्ट इस्युज आयो ट्रस्ट इस्यु त्यो लाइक मैले त्यस्तो इन्टेन्सनले अब अर्को केटा भेटेर त्यसरी त्यो ह्याङ आउट गरेर त्यसरी बसेन होइन लाइक मैले चाहिँ केटा साथीसँगै त्यो क्याजुअली भेटेर यसो कुरा गरेर यताउति कुरा गरेर त्यस्तो इन्टेन्सनले चाहिँ गएको होइन भगवान जाने भगवान तपाईँलाई के लाग्छ ट्रस्ट ठुलो हो कि माया ठुलो हो कि मेरो हिसाबमा नि ट्रस्टै ठुलो अब रिलेसनसिपमा भएपछि दुईजना एकाअर्कामा ट्रस्ट हुनु पऱ्यो नि त अब म जस्तै मेरो केटी साथीहरू नि हुन्छ म उसँग बोल्दै मात्र लभ परेको हुँदैन नि त तिम्रो केटी साथी सबजना एक्स होला नि छैन मतलब मेरो चाहिँ यस्तो रिलेसनसिपमा म पहिला त्यस्तो मतलब पहिला केटीहरू नि त्यस्तो भेटेन अब साँचो मानेर नि बस्यो है सक्यो 1-2 दिन भोलि मतलब अब मेरो लाइफको सेकेन्ड टाइम हो यो ट्रु लभ भएको चाहिँ अनि त्यसपछि भएको छैन मतलब म त्यस्तै केटा थिएँ तर उसले मलाई सुधारे के हुन्छ नि त अब के बानी व्यवहारहरूमा चेन्ज गरायो अनि त्यही भएर अब लास्ट एन्ड फाइनलै जस्तो लाग्छ सबै गुणगान देख्छु त्यो ट्रस्ट चाहिँ हुनुपर्छ रिलेसनसिपमा भएपछि एकअर्का बिच नत्र रिलेसनसिप काम छैन सो भनेपछि लाइक यु बिन धेरैवटा रिलेसनसिपमा पहिला हजुर रिलेसनसिप अब के हाउ डु यु भ्यू लाइक रिलेसनसिपलाई मतलब अब हुन्छ नि त अब अहिलेको जेनेरेसनमा अब सबैले साँचो माया त पाउँदैन जति अब मेरो त 4 वर्ष छ 5 वर्ष छ भन्ने हुँदैन नि त कति वर्ष हुनुभयो तपाईँ म 20 वर्ष अब अहिलेको हामी सानै नै छौँ त्यसमा त्यो बुझ्ने त्यस्तो राम्रोसँग बुझ्ने नै छैन रिलेसनसिपको क्यापेबल नै छैन अनि त्यो रिलेसनसिप पहिला चाहिँ अब त्यो बस्ने हो घुमघाम गर्ने सक्ने जस्तो लाग्थ्यो बिस्तारै बुझेपछि अब
समयले सिकाउँछ नि त अब के कस्तो। अनि जस्तै अब म केही गर्दाखेरि कसैले आर्ट बनाओस् के मेरो सहारा होस् जस्तो लाग्छ। अनि त्यो टाइममा जस्तै आफूलाई चाहेको टाइममा हेल्प गर्ने मान्छे भयो भने चाहिँ हुन्छ जस्तो लाग्छ। त्यही भएर अहिले चाहिँ रिलेसनसिप बुझ्दै आइरहेको छु र यसको कुरामा चाहिँ म हल्का पछि नै छु, किनकि पहिला अब यसो घुम्ने सुम्ने त्यस्तो लाग्थ्यो नि त, अनि राम्रोसँग बसेको थिएन, बुझाएको थिइनँ, त्यही भएर यति नै हो। म एउटा सिचुएसन भनिदिन्छु, त्यो सिचुएसन कुन हदसम्म राइट हो अथवा के हो भनेर मलाई बुझाइदिनुहोस् है त। एउटा केटा एउटा केटीसँग सँगै छन्, उनीहरू दे लभ इच अदर, उनीहरूको एकअर्कालाई रेस्पेक्ट पनि गर्छन्, जिन्दगीमा सबै भएका कुराहरू सेयर पनि गर्छन्, तर दे आर नट ह्याभिङ सेक्स, फिजिकल रिलेसनसिपमा छैनन् तिनीहरू। अब त्यो कुरालाई रिलेसनसिप हामी कपल हो भनेर मान्न मिल्छ कि मिल्दैन? अफकोर्स सेक्स मात्रै सबै कुरा होइन कि, त्यो त अब एकछिनको लागि मजा हो होइन। अब मान्छेको आफ्नो सोच हुन्छ नि त यो कुरामा। अहिले त यो कुरा सबैले अब क्याजुअली लिइरहेछ होइन, अब भेटघाट भयो कि त्यो इन्टिमेट भयो सक्यो, तर यस्तो होइन कि। अब माया, अब एकअर्का बिच माया छ, दुईजनाले एकअर्कालाई माया गर्छ भने त्यो भयो नि नभए नि फरकै पर्दैन कि। अब एकअर्कालाई माया गर्छ, एकअर्का आफ्नो लागि छ भने त्यही कुरा भएर मात्रै माया हुन्छ भन्ने चाहिँ मलाई त्यस्तो लाग्दैन। So you can spend entire like life उसँग without having sex? Yeah. Can you? Yes, I can. If उसले मलाई माया गर्छ भने, जे परेकोलाई साथ दिन्छ भने I can. हैन, माया भएपछि त्यो अफकोर्स त्यो इन्टिमेट त भइहाल्छ कि। लाइक माया भएपछि एकअर्कामा त्यो एट्र्याक्ट भएर त्यस्तो हुन त हुन्छ कहिलेकाहीँ। अब सबैको इच्छा हुन्छ नि त त्यो कुरा, तर त्यो नभए नि लाइक त्यो हुँदै नभए हुँदैन, सेक्सै चाहिन्छ भन्ने चाहिँ हुँदैन। लाइक कहिलेकाहीँ अब त्यो मनको कुरा हो, अब कहिलेकाहीँ त्यो चाहिँ गर्छ, तर त्यो नभए नि फरक चाहिँ पर्दैन के। डिफाइन केटा र केटी बेस्ट फ्रेन्ड हुनु भनेको? ओके, म चाहिँ के भन्छ भने केटा र केटी बेस्ट फ्रेन्ड हुनु गलत होइन, ठिक छ, बट रिलेसनमा भएर केटाकेटी बेस्ट फ्रेन्ड हुनु चाहिँ त्यो मलाई ठिक लाग्दैन। किनभने लाइक कोही छैन, अब त्यो केटाको पनि कोही छैन, केटीको पनि कोही छैन भने चाहिँ दुईजना एकअर्कासँग अब कुराहरू सेयर हुन्छ, त्यो हुन्छ। अब बेस्ट फ्रेन्डवाला रिलेसन चाहिँ धेरै टाइप्सको हुन्छ कि। अब हुन्छ नि एकदम क्लोजवाला नि, एकदम बोयफ्रेन्ड गर्लफ्रेन्डवाला नि हुन्छ। अब कसैको त्यस्तो लाइक हुन्छ नि, अब कसैको चाहिँ अब बेस्ट फ्रेन्डवाला मात्रै लाइक मिल्ने मात्रै हुन्छ। मलाई चाहिँ रिलेसनमा भएपछि बेस्ट फ्रेन्डवाला त्यो चाहिँ मलाई उयो लाग्दैन कि। लाइक हामी रिलेसनमा छौँ भने सपोज होइन, अनि अब उसको कोही छ अरे, मेरो कोही छ अरे, अब अनि हामीलाई के मलाई चाहिँ के लाग्छ भने रिलेसनमा भएर हामीले बेस्ट फ्रेन्ड बनायो भने त मैले यसलाई भन्दा नि धेरै कुरा सेयर मैले त्यो बेस्ट फ्रेन्डलाई गर्छु होला कि। अब मेरो त बोयफ्रेन्ड छ नि त, अब सबै कुरा उसलाई सेयर गर्छु, तर मैले बेस्ट फ्रेन्ड के गरी बनायो भने त अब योसँग चित्त नबुझेको कुरा मैले त्यसलाई गएर गरौँला होइन, योसँग सेयर गर्न नसकेको कुरा त्यसलाई गरेर गर्नु, तर सबै थोक ऊ नै छ भने चाहिँ अब सबै कुरा मैले उसँगै गर्छु नि त। त्यही भएर मलाई यो कुरामा चाहिँ अलि होइन लाग्छ, रिलेसनमा नहुँदा नै बेस्ट फ्रेन्ड बनाएको जस्तो ठिक लाग्छ मलाई चाहिँ। त्यो मेरो क्वेसन अर्कै थियो। कस्तो मतलब? डिफाइन बेस्ट फ्रेन्ड केटा र केटीमा कस्तोलाई चाहिँ बेस्ट फ्रेन्ड भनिन्छ? कस्तोलाई चाहिँ अब सपोज एउटा केटा छ एउटा केटी छ होइन, अब त्यो केटा र केटी छ अनि दुईजनाले अब ह्याङ आउट गरेर अब टाइम स्पेन्ड गरेर चाहिँ एकअर्कासँग कम्फर्टेबल छ दुईजना, अनि कुराहरू यताउति सेयर हुन्छ, दुईजना भाइब गरिरहेछ भने त्यस्तोलाई बेस्ट फ्रेन्ड भन्छ कि। लाइक दुईजनाको कुरा मिल्यो भने त भाइब हुन्छ नि त, त्यस्तोलाई त बेस्ट फ्रेन्ड भन्छ। लाइक अब उसको कुरा अर्कै छ, मेरो कुरा अर्कै छ, मैले ठुलो कुरा गरिदिएँ, उसले कस्तो कुरा गरिदियो भने त लाइक त्यो त साथी जस्तो नि भएन, त्यो त फेक जस्तो भयो नि त। लाइक बेस्ट फ्रेन्ड भने त छुट्टै हो क्या। डिफाइन बेस्ट फ्रेन्ड केटा र केटीमा? केटा र केटीको अब बेस्ट फ्रेन्ड भनेको अब जस्तो भएन, अब जस्तै मैले ऊ साथी छ उसलाई मैले भन्न सकिनँ नि कुरा, मैले बेस्ट फ्रेन्डलाई भन्छु नि त, किनकि त्यो मेरो सबै मैले उसलाई सबै थोक सकेर हुन्छ नि त, उसले बुझ्छ, त्यही भएर मैले बेस्ट फ्रेन्ड मानेको हुन्छ उसलाई। अनि बेस्ट फ्रेन्ड चाहिँ मतलब जो पाए त्यही पनि हुँदैन बेस्ट फ्रेन्ड लाइफमा। म योसँग म गएँ बोलेँ 2 दिन, त मेरो बेस्ट फ्रेन्ड यार राम्रो गरेँ, त्यो पनि होइन, जसले चाहिने बेला साथ दिन्छ, जे गरेछ त्यो चाहिँ बेस्ट फ्रेन्ड हुन्छ कि लाइफमा। र बेस्ट फ्रेन्ड भनेर मात्रै हुँदैन, त्यो गरेर नि देखाउनु पर्छ बेस्ट फ्रेन्डले। सो बेसिकली लाइक भनेपछि मैले अगाडि एउटा क्वेसन सोधेको थिएँ, बिङ इन रिलेसनसिप एन्ड नट ह्याभिङ सेक्स र अनि बेस्ट फ्रेन्ड केटाकेटी भनेको एउटै हो मतलब? के भन्छ? सुरुमा मैले भनेको थिएँ नि, एकजना केटा एकजना केटी सेक्स बाहेक अरू सबै मायादेखि लिएर केयरदेखि लिएर सेयरिङदेखि लिएर सबै कुरा हुन्छ होइन, त्यसलाई पनि बेस्ट फ्रेन्ड भन्न मिल्छ? एक किसिमले मिल्छ भने, तर त्यो छुट्टै हो नि त। अब सबै रिलेसन छुट्टै हुन्छ। अब दाजुभाइको रिलेसन किनभने बेस्ट फ्रेन्डमा नि माया त गरिहाल्छ हुन्छ, त्यो हुँदैन भन्दैन न। नो बेस्ट फ्रेन्डहरूको र त्यो रिलेसन छुट्टै लाग्छ मलाई। त्यो कपलवाला रिलेसन र बेस्ट फ्रेन्डवाला रिलेसन चाहिँ अलिक छुट्टै नै लाग्छ मलाई। के कुराले चाहिँ डिफ्रेन्ट बनाउँदो रहेछ भन्नु खोजेको? के कुराले चाहिँ अब कसरी भन्नु,
मलाई चाहिँ के लाग्छ भन्दाखेरि ओभर सेयरिङ हुन्छ बेस्ट फ्रेन्डसँग चाहिँ बोयफ्रेन्ड भन्दा ओभर सेयरिङ हुन्छ अब कसै बेस्ट फ्रेन्डलाई चाहिँ अझ बढी भनिन्छ मलाई चाहिँ त्यस्तो साथीलाई चाहिँ अझ बढी भनिन्छ अब कसैको मैले चाहिँ अब उसलाई नै बेस्ट फ्रेन्ड मानेको छु उसलाई नै अब हामी फर्स्टमा मैले भने त हामी साथी थियौँ भनेर हामी बेस्ट फ्रेन्ड जस्तै नै थियौँ क्या अगाडि त्यसपछि चाहिँ हामी कवच भएको हो नि त सबै कुरा सिधै मायाबाट सुरु हुने होइन क्या साथीबाट सुरु हुने हो नि त अनि त्यही भएर मलाई यो कुरा चाहिँ त्यही लाग्छ तर डिफ्रेन्स चाहिँ छ है त लाइक एउटै चाहिँ होइन डिफ्रेन्सिएट गर्दाखेरि चाहिँ कुरा सेयरिङमा आयो होइन अब मान्छेमा नि भर पर्छ बेस्ट फ्रेन्डमा कसलाई के गरिरहेछ जस्तै एउटा बेस्ट फ्रेन्डले सबै गरिरहेछ भने रिलेसनसिप हुने त्यो मान्छेले छुट्टै कसैले कसलाई गर्छ मान्छेमा भर पर्छ बेस्ट फ्रेन्ड कस्तो छ त्यो मान्छे कस्तो छ भनेर ट्रिकी पनि रहेछ कज बेस्ट फ्रेन्डमा नि त्यो केयर माया हुन्छ कपल्समा नि त्यो केयर माया हुन्छ एउटै नि सिमिलर छ तर सिमिलर दुइटै एउटै हो भन्न चाहिँ मिल्दैन त्यही त्यो हामी रिलेसनमा होइन हामी कमिटेड होइन मात्रै हो तर सेम नै भनौँ न त्यस्तो त्यही त फिजिकल विदाउट बिङ फिजिकल कुनै रिलेसनसिप हुन्छ भने त बेस्ट फ्रेन्डसँग भाँच्दै त रहेछ नि त्यस्तै भनौँ तर मलाई सिम चाहिँ लाग्दैन त त्यही भनौँ जस्तो टाइटल चाहिँ डिफ्रेन्ट भयो किनभने ओ तिमीहरू त गर्लफ्रेन्ड बोयफ्रेन्ड भने ओ तिमीहरू त बेस्ट फ्रेन्ड होइन त्यस्तो छुट्टै हुन्छ नि त मान्छेले हेर्ने नजरिया र भन्ने नजरिया छुट्टै हुन्छ नि त अब हामी दुईजना बेस्ट फ्रेन्ड छ भने अब मलाई यो केटी मन पर्यो भन्न पाएँ नि त मलाई यस्तो छ मलाई यस्तो छ मैले उसलाई भन्न पाएँ नि त अब हामीले फ्युचर नि प्लान गर्नु मिल्दैन नि त अनि अब कपल जस्तो अब भोलि पर्सि गरी यस्तो गर्नु त्यो बेसीसँग त सर्टेन टाइम अब सँगै हुन्छ पैसासम्म सँगै हुन्छ तर आफ्नो लाइफ हुन्छ नि त त्यो बेसीको पनि अब एकअर्कालाई पढ्दा साथ दिने त्यस्तोलाई डु यु थिंक लाइक केटा र केटी लाइक अट्र्याक्ट नभइकन बेस्ट फ्रेन्ड एकदम लामोसँग रहन सक्छन् भनेर मलाई चाहिँ यो कुरा मेरो पनि बेस्ट फ्रेन्ड थियो होइन अनि यो कुरा कसरी बुझ्छु भन्दाखेरि एट्र्याक्ट त हुन्छ हुन्छ त्यो किनभने लाइक अट्र्याक्ट नहुन पनि सक्छ त्यो मान्छेमा भर पर्छ त अब को कस्तो एट्र्याक्ट लाइक बानी बेर कसैको अब तेरो त यो मनपर्छ मलाई यस्तो एट्र्याक्ट त हुन्छ कसैको केही न केही कुराले एट्र्याक्ट त हुन्छ नि त्यो त ह्यान्डसम छस् मलाई लास्ट एट्र्याक्ट त्यस्तो होइन बानी बेहोरा त्यो हुन त हुन्छ एट्र्याक्ट त हुन्छ भनेपछि एट्र्याक्ट नभए भने बेस्ट फ्रेन्ड हुँदैन त्यसमा केही खुबी छ भने त बेस्ट फ्रेन्ड बनाउनु मन लाग्छ नआदै छ भने अब बोल्दा नि बोल्दैन सकेको मतलब त होइन तर केही भएर त त्यस्तै भन्नु मिलाएर When was the last time you cried? रुन त म जहिले रुना हुन्छ त त्यो लास्टै पिन्चिछु म तर त्यो एकदम सिरियस कुराले त्यस्तै फ्यामिली प्रब्लमले नै म अलि उयो गरेर हुन्छ लास्ट टाइम चाहिँ योभन्दा 1 विक अगाडि होला सायद त्यस्तै घरकै म्याटरले गर्दाको थियो कि म अब त्यस्तै छ फ्यामिली प्रब्लमहरू बाबाले बुझिनु हुँदैन अनि मामु अब कसरी भन्नु फ्यामिली प्रब्लम एकदम क्या अब बाबा चाहिँ कस्तो हुन्छ भन्दाखेरि आफूमा मात्रै के आफूमा कसैको मतलब छैन आफूमा मात्रै उयो गर्ने हुनुहुन्छ अनि मामु चाहिँ कसरी भन्ने अब यो कुरा के एक्सप्लेनै गर्न आएन मलाई त्यस्तै भनौँ न बाबाले गर्दा चाहिँ धेरै प्रब्लम आइरहेछ अहिले आफूमा मात्रै मतलब आफूमा मात्रै अब यो उमेर चाहिँ लाइक म इन्जोय गरेर उयो गर्छु भन्ने छ कि लाइक बच्चाहरूलाई यस्तो गर्छु भन्ने छैन उसलाई कस्तो छ भन्दाखेरि म इन्जोय गरेर म नै मेरो मन लाग्दै गर्छु अहिले यो टाइममा चाहिँ लाइक अस्तिनातिर लाइक हि वाज तर त्यो खै सर्टेन अस्तिना के भयो त्यसपछि चाहिँ अहिले ठुलो भइसके भनेर आफै गर्छ भनेर नि होला तर त्यस्तो होइन कि त अब छोराछोरी भएपछि त अब सबै फोकस त हुनु भयो नि त आफूमा मात्रै छ कि बाबालाई त्यो कुराले चाहिँ अलि धेरै नै प्रेसर भइरहेछ कि घरमा अब सबै कुरा मैले त गर्न सक्दिनँ नि त अब फ्यामिलीको पिलर भनेकै बाबा हुन्छ नि त अनि बाबाले नै केही मतलब नदिएपछि त अलि गाह्रै पर्दो रहेछ बाबा भएपछि जन्म दिएर मात्रै हुँदैन बुझ्नुपर्छ कर्म पनि दिनुपर्छ बुझ्नुपर्छ जो मिलेर जस्तै मेरो फ्यामिलीमा चाहिँ मेरो बाबा नै अब अलि त्यस्तै हुनुहुन्छ बट मेरो मम्मी एज होइन बेस्ट फ्रेन्ड जस्तै हुनुहुन्छ उसलाई पनि थाहा छ मतलब अहिलेको जेनेरेसनको जस्तै हुनुहुन्छ कि बुझिदिनुहुन्छ कुराहरू के हो जस्तै म साथीहरूसँग जानु पऱ्यो भने हुनुहुन्छ यस्तो यस्तो गर यस्तो सम्झाउनुहुन्छ नजा भन्नु हुँदैन केही गर्नु पऱ्यो भने अहिलेको जेनेरेसन जस्तै सोचेर भन्नुहुन्छ क्या त्यही भएर बुझ्नुहुन्छ सबै कुरा सपोर्ट गर्नुहुन्छ जस्तै मलाई गिटार बजाउनु मनपर्छ म भन्छु म गिटार बजाउँछु भनेर हुन्छ पढाइले मात्रै हुँदैन गिटार बजाएर हुन्छ सबैको एउटा खोपी हुँदैन भन्छ नि त मम्मीको त्यो पोइन्ट अफ भ्यू छ नि त अब सबैको त्यस्तो पोइन्ट अफ भ्यू भयो भने त सबैको राम्रो हुन्छ भाग्यमानी भइहाल्यो के छ अनि तिमी चाहिँ कति गुरु हुन्छौ हजुर म
पहिला चाहिँ म रुँदैन थिएँ अनि अहिले लास्टमा आएर चाहिँ ऊ रुयो अनि फेरि अब मैले स्टप गरिसकेँ उसले मलाई बिस्तारै सुधार्दै आयो मतलब मेरो नि बिचमा हल्का फ्यामिली ऊ भएको थियो अनि त्यसको कारणले म हल्का विक भएँ अब मतलब रुँदाखेरि त इमोसनल पोखा जस्तो हुन्छ आफ्नो मन हल्का हुन्छ नि त खास गरी त रुनु त राम्रो हो नि होइन रुनु त विकनेस होइन नि फेरि रुनु त विकनेस होइन तर त्यो जे कुरामा नि रुनु चाहिँ विकनेस हो कि मनमा धेरै बोझ भयो भने रुनुपर्छ तर उसले केमा गर्नुपर्छ के कस्तो गर्नुपर्छ मलाई सिकायो अनि त्यहाँदेखि म रुन मतलब के कुरामा रुनुपर्छ मलाई थाहा छ के ठाउँमा के गर्नुपर्छ उसले सिकायो नि त अनि त्यसपछि मेन स्टुडेन्ट क्राई मच भन्ने तिमीले भन्यौ नि जहाँ पनि जतिखेर रुनुहुन्न भन्ने त्यो के सत्य नै हो कि के लाग्छ मलाई होइन मेन र वुमेनमा त्यो छुटाउने नै हो कि केटा मान्छे चाहिँ रुनु हुँदैन केटी मान्छे चाहिँ जहाँ रुँदैन हुन्छ केटी मान्छेको मन हल्का हुन्छ त्यस्तो होइन मलाई त दुवै इक्वल लाग्छ केटा मान्छेको नि मन हो फिलिङ हो होइन उसलाई पनि त चित्त दुख्छ अनि अब उसलाई काम गर्ने हिल गराउन अब कोही छ भने ठिक हो कि दा त्यो केटी मान्छे मात्रै रुन्छ केटीको मन कमल हुन्छ केटा चाहिँ रुनु हुँदैन मर्द हुनुपर्छ यस्तो होइन कि मलाई चाहिँ यो कुरा चाहिँ ठिक लाग्दैन उसलाई पनि चित्त दुखेपछि उसलाई रु त जति रुनु मन लाग्छ रु होइन आफ्नो दा यस्तो लाग्छ कि मलाई चाहिँ आफ्नो जति मनमा पीडा छ नि त्यो पोखेकै राम्रो कि जति दबाई राख्यो त्यति गाह्रो हुँदो रहेछ कि मलाई चाहिँ के भयो भन्दा उसले भनेपछि उसको मामा अब बुझ्ने हुनुहुन्छ बाबा त्यस्तो हुनुभयो मेरो चाहिँ कस्तो भयो भन्दाखेरि ममले त माया गर्नुहुन्छ तर बुझ्ने चाहिँ कोही नि छैन कि लाइक मैले नै डिल गर्नु परिरहेछ कि सबै कुरा त्यसले गर्दा म दब्दै गइरहेछ अनि त्यो मनमा बोझ हुँदो रहेछ तर त्यो रुँदा आँसु चाहिँ सकिँदो रहेछ है त्यो एक टाइममा यस्तो टाइम आउँदो रहेछ कि अब कोही मान्छे विक छ अरे होइन अनि त्यो विक छ अरे त्यो अब त्यो सहँदा आइसकेपछि चाहिँ भित्रबाट जति भोग्यो त्यति बुझ्दै जाने त हो नि अनि त्यही त्यो गर्दा चाहिँ म अहिले स्ट्रङ भएको हो अहिले मलाई आँसु झर्ने अब आँसु झरोस् भने नि आँसु झर्दैन कि त्यस्तो भइसक्यो हो त्यस्तो छ दा अनि त्यही भएको वाटर बडीमा वाटर कम भएपछि आँसु झर्दैन होइन त्यस्तै मैले नि यो रिसेन्ट कुराहरूबाट सिकेँ मलाई चाहिँ त्यो लाग्छ तर रुनु त्यो विकनेस त्यस्तो ठिक होइन रुएर मान्छे विक देखाउनु त्यस्तो चाहिँ होइन आफूलाई चित्त दुखेको छ भने पोख्ने तर कुन ठाउँमा कहाँ रुनुपर्छ जस्तो सबैको अगाडि रुएर विक भएर चाहिँ देखाउनु हुँदैन रहेछ है हेप्ने बाटो हुँदो रहेछ कि त यदि लाइक सबैजनाले लाइक रुनु चाहिँ विकनेस होइन भनेर बुझ्दा भए अरू गाडी रुँदाखेरि नि त्यस्तो सोच्नु पर्दैन थियो होला सबैजना एउटै भयो त कहाँबाट कहाँ पुग्थ्यो सजिलो हुन्थ्यो होला नि त होइन ठिक छ लाइक तिम्रो लाइफको अहिलेसम्म सबैभन्दा लाइक म यो क्षणमा चाहिँ यति धेरै खुसी थिएँ मनबाटै खुसी थिएँ भन्ने के त्यस्तो मेमोरिज के छ तिम्रो मतलब सबैभन्दा खुसी चाहिँ मतलब चाइल्डहुडमै हुन्थ्यो नि बच्चा बालपनमा त्यति बेला न कसैको टेन्सन घर गयो खायो खेल्यो सुत्यो मम्मी खाजा भन्यो यता भने सुत्यो रुइदियो भोक लाग्यो भने यस्तो गर्थ्यो मतलब जब जति एज बढ्यो नि जिम्मेवारी बढ्दै जान्छ मतलब केटा मान्छे भएर मात्रै जिम्मेवारी घरको जो जेठो हो नि केटा हो यसो केटी त्यसलाई जिम्मेवारी आउँछ अनि जस्तै ऊ जेठो भयो नि उसलाई अलिक प्रेसर पऱ्यो नि जेठोले त हेर्नुपर्छ नि अब जस्तो जेठो राम्रो भए त घर चल्छ नि त्यही भएर हो बच्चामा चाहिँ हुन्छ बिस्तारै पछि नि रमाइलो हुन्छ तर सिचुएसनले सिकाउँछ के गर्नुपर्छ कस्तो ठाउँमा त्यसै हो के छ तिम्रो एकदम ह्याप्पिएस्ट मेमोरी उसको त टन्नै रहेछ बालापनभरि हाँसिरहेको छ होइन वान वाज द मोस्ट प्युरेस्ट स्माइल यु गट लाइक तिमीले प्युरेस्ट एकदम मनबाट म यस्तो खुसी भएको थियो भन्ने लास्ट टाइम कहिले रहेछ त्यस्तो त्यो खुसी हुनेवाला त्यस्तो यादगार त अहिलेसम्म भएको छैन केही पनि खुसी नै भएको छैन लाइक सानो पलहरूमा नि मलाई एकदम खुसी लाग्छ कि त धेरै छ कि मलाई सानो कुराहरूले नि धेरै खुसी लाग्छ कि त्यस्तो मान्छे हो म चाहिँ अनि धेरै छ अब के थियो भन्दाखेरि मैले चाहिँ अब अहिलेसम्म मैले रिलेसनमा जुन रिलेसनमा बसेँ सबै टक्सिक खालकै थियो भनौँ न खुसी दिने पनि थियो त्यस्तो त्यो टक्सिक भन्ने बित्तिकै त्यो त्यस्तो गर्नेवाला नै होइन बुझाउने मलाई बुझाउने त्यस्तो गर्नेवालाहरू पनि थियो तर मैले चाहिँ अब त्यस्तै फ्यामिलीबाट हुर्केको हो नि त अब त्यो दबाएर राखेको वाला अनि यो भेटेपछि चाहिँ म कस्तो भयो भन्दाखेरि लाइक आफू जस्तो मान्छे भेटेँ कि मैले चाहिँ अब अरू रिलेसनहरू चाहिँ मभन्दा अलिकति म्याच्योर्ड लाइक आफूभन्दा एजेड भएपछि त म्याच्योर्ड हुन्छ नि होइन अनि उनीहरूले नै मलाई बुझाउने म चाहिँ चुप्पो लगाएर सुनेर बस्ने उनीहरूले सुनाउने अनि योसँग भएपछि चाहिँ यो र म एउटै खालको भयो क्या म पनि सुनाउने यो पनि सुनाउने अनि उस्तै भेटेँ नि त अनि त्यसपछि चाहिँ योसँग भएदेखि चाहिँ अहिले म खुसी हुन थालेछु घरमा जति नै प्रब्लम होस् जेसुकै होस् योसँग भेटेपछि त्यो रियलवाला स्माइल आएको हुन्छ कि अब हाँस उठाउँछ फनीहरू के गर्छ
अनि त्यो रियलवाला स्माइल आएको हुन्छ, त्यो फेक स्माइल चाहिँ म गरिरहेको हुन्छु। अनि अब जेसुकै होस् हाँस्नुपर्छ भन्ने उहाँ चाहिँ त्यो लाग्छ क्या। अनि जेसुकै होस् जति नै स्याड भयो नि म मनमा बोझाएँ हाँसेर बस्दिन्छु। अनि यसँग भएपछि चाहिँ मलाई त्यो रियलवाला खुसी लाग्छ क्या। त्यही हो मैले अहिलेसम्म भेटेको मान्छेमा चाहिँ यो नै भनौँ न। ठिक छ, तिमी चाहिँ बालपन सम्झेर बसेर मलाई बालपन भन्दा नि एउटा कुरा चाहिँ सोच्दा खुसी लाग्छ। अब भनौँ कि नभनौँ, भन न भन यस्तो अब प्लिज भनिदिऊ। जस्तै अब मेरो घरमा ड्याडसँग अलि राम्रोसँग उ छैन नि त। अनि मतलब पहिला उदा भने अब ड्याडले चाहिँ मलाई मतलब जेठोलाई भन्दा कान्छोलाई चाहिँ बढी माया गर्ने भएको थियो कि। अनि पहिला ड्याड चाहिँ अलिक बिग्रिनै भएको थियो। अब हुन्छ नि त सम्पत्ति त्यस्तो उ गर्दै हिँड्दै भएर बिग्रिनु भएको थियो। अनि मम्मी पनि अब ड्याडी चाहिँ ठकुरी भयो अनि मम्मी शेर्पा भएपछि अलि उहाँको फ्यामिलीहरूले नि अलिक गिराउने के। अलि मतलब मम्मीलाई प्रेसराइज गर्ने त यस्तो त्यस्तो भनेर अब छुटाउनै खोज्ने कि जहिले नि। अनि मम्मी र मलाई चाहिँ अलि हेलाइ गर्ने कि मतलब बाबाको परिवारबाट। अनि त्यस्तो हुँदै आयो। अनि एकचोटि एउटा टाइम थियो मतलब के भयो बाबाले थाहा भएन, राम्रै गरिरहेको थियो। अनि एक हप्तासम्म चाहिँ बाबाले मसँग राम्ररी बोल्नु भएको। अनि के छ कस्तो छ छोरा भनेर सोध्नु भएको थियो। राम्रोसँग बोलेर इन्टरेक्ट भएको थियो नि त। अनि त्यसपछि अहिले लाइफमा भएको छैन। अनि त्यो बल चाहिँ जब मैले उसलाई पनि भनेको थिएँ, म रोएको थिएँ बाबाले मलाई राम्रोसँग बोलेर अनि के गर्छस् कस्तो गर्छ लाइफमा फर्स्ट टाइम सोध्नु भएको थियो त्यसरी। अनि त्यो बल हुँदा म लास्टै इमोसनल भएर रोएको थिएँ कि। खुसी पनि भयो, खुसी अब मतलब कहिले पनि वास्तै गर्नुहुन्न थियो, के गर्नुभयो वास्ता त होला तर देखाउनु भएन। अनि त्यो पल हुँदा चाहिँ मलाई लास्ट इमोसनल भएको थियो क्या। अनि सोच्दा नि अब जे भने जस्तो गरे नि आफ्नो ड्याडी त हो, गर्नु त पर्छ। त्यही भएर होइन दा यो कुरामा चाहिँ म बोलिदिन्छु। लाइक अब मेरो बाबा त्यस्तो भयो नि तर माया त गर्नुहुन्थ्यो ल छोराछोरी के भनेर। उसको चाहिँ कस्तो थियो भन्दाखेरि लाइक नसोध्ने के उसलाई अब के छ कस्तो छ उसलाई देख्ने बित्तिकै रिस उठ्ने चिट टाइपको हुन्छ उसको बाबालाई चाहिँ। अनि लाइफमा अब उसले सुनाएर हुन्छ नि त मलाई लाइफमा फर्स्ट टाइम त्यो हप्ता त्यो एक हप्ता चाहिँ लाइक के भयो कस्तो भयो के थाहा छैन। बट छोरा खाना खायो कि खाएन छोरा त्यो सोद्धा नि उसलाई कति खुसी लागेको थियो क्या। अनि रुथ्यो भने थियो मलाई बाबाले यसरी छोरा भनेर माया गर्यो भनेर। ल मेरो जति नै ह्याट्रिक जति नै त्यो नराम्रो भयो भने तर मायाले त मसँग बोल्ने यताउति मसँग बोले यताउति भने नि त उसको चाहिँ अलि डिफ्रेन्ट नै छ क्या यस्तो स्टोरी चाहिँ। अनि त्यही भएर जाउँ बिस्मोल के अरे अब म चाहिँ एउटा बाबुआमाको डिफरेन्समा के भनिदिन्छु भन्दाखेरि कुनै पनि बाबुआमाले आफ्नो छोराछोरी एउटालाई माया गर्छु कम एउटालाई बढी गर्छु भनेर सोच्दैनन् जस्तो लाग्छ मलाई चाहिँ। त्यो चाहिँ लाइक ल्याक अफ कम्युनिकेसनै हो। प्यारेन्ट्स भए पनि बच्चा भए पनि लाइक एक्सप्रेसिभ सबैजना हुँदैनन्, आफ्नो आफ्नो पारा हुन्छ। आमाले माया गर्ने ममता देखाउन छुट्टै पारा हुन्छ, बाउले ममता देखाउन छुट्टै पारा हुन्छ। अनि आई थिङ्क लाइक हाम्रो प्याट्रियार्कल लाइक हाम्रो जुन सोसाइटी छ नि त्यसमा चाहिँ बाउहरू कम एक्सप्रेसिभ छन् जस्तो लाग्छ मलाई। बाउहरू रोको त कमै देखिन्छ, झन् हाँसा नि कम देखिन्छ, उनीहरू आफ्नै सुरुमा हुन्छन् जस्तो देखिन्छ होइन। त्यो चाहिँ उनीहरू आफै बनेर आई थिङ्क सोसाइटल प्रेसरले पनि हो कि उनीहरू त्यसै हुर्केर पनि हो कि होइन। उनीहरूको पनि खुट्टामा बसेर हेर्दा हुन्छ कहिलेकाहीँ। अब हामी अलिकति लाइट कन्भर्सेसनतिर लागौँ होइन। फेरि यहाँनिर रुवाबासी चल्न थाल्यो मलाई नराम्रो लाग्छ। के छ लाइक फर्स्ट मिट कसरी भएको अरे बास्केटबल खेल्दाखेरि? हजुर मतलब हाम्रो फर्स्ट मिट चाहिँ कलेजमा भएको। अब म नि बास्केटबल स्पोर्टहरू खेल्न चाहिँ मनपर्छ। म चाहिँ जे पनि खेल्दिनँ कि आए नि नआए नि जे पनि खेल्न नि खोज्दिनँ, रमाइलो लाग्ने स्पोर्ट भेटिन्छ नि त। अनि त्यसपछि बास्केटबल खेलेर हुन्थ्यो। अनि मभन्दा एक बेसी सिनियर थियो। अनि कोही नि मतलब केटीहरू त्यस्तो खेल्न खोज्दैन थियो। अनि उसको 2-3जना साथीहरू थियो अनि ऊ खेल्थ्यो। अब हुन्छ नि त हेर्दैखेरि स्पोर्ट खेल्ने केटीहरू त्यसमा चाहिँ हाइटी पनि छ अनि बानी व्यवहारहरू पनि राम्रै छ। कति छ? मेरो 6 ए बल रहेछ नि। अनि त्यसपछि मतलब इन्डिपेन्डेन्ट पनि हुनुपर्छ। ऊ मन त्यो दबेर म केटी यस्तो भनेर बस्नुहुन्न। अनि उसको त्यो पनि छ नि त। अनि त्यो नेचर नै छ अनि स्पोर्ट नै खेल्छ। अनि त्यो कुराले नि एट्र्याक्ट भए। त्यति बेला चाहिँ मतलब एट्र्याक्टै भयो भनौँ न। मतलब ऊ राम्रो लाग्थ्यो अरूभन्दा। अनि म त्यस्तो वास्ता गर्दिनँ, केटीमा चाहिँ त्यस्तो वास्ता गरिदिन्थेँ। आफ्नै थियो बिन्दास भएर चिलमा हिँड्थेँ। अनि उसको त्यही त बिन्दास भएर आफ्नो जे छ त्यहीमा हिँड्ने नि रमाइलो गर्ने बस्ने। अनि त्यति बेला म वास्ता गर्दिनँ थिएँ। अनि त्यसपछि पछि मलाई नोट चाहिएको थियो कि उसको। अनि नोट चाहिएको थियो अनि नोटको लागि बोलेको थिएँ मैले उसलाई। अनि त्यसपछि बिस्तारै बिस्तारै बोल्दै गयो। अनि हामी भेटभाट गयो अनि आफ्नो कुराहरू सुनाउनु थाल्यो। अनि उसले नि कुरा सुनाउनु थियो, बिस्तारै कुराहरू मिल्दै गयो। अनि साँच्चै नोट चाहिएको थियो र एकदम आज खुलास्ता गरिदियो तिमी? त्यो बाहना हो कि 50-50% भनेपछि त्यो बाहनै रहेछ?
धेरै साँचो भने जस्तो छ होइन साँचो के भयो आफ्नो मान्छेले साँचो भन्दाखेरि झन् त झन् बाबा लाग्छ नि होइन र त्यो आफूलाई मन पराइसकेपछि त्यो इफोर्ट लागिरहेको छ त्यसले भनेपछि झन् स्पेसल फिल हुन्छ नि त त्यो हजुर त्यस्तो कुरो चाहिँ के छ भने तिम्रो लाइक सबसे मनपर्ने बानी के हो अरे बानी धेरै छ दा लाइक नराम्रो बानी चाहिँ धेरै मन नपर्ने अनि राम्रो भनेको मैले राम्रो चाहिँ कस्तो छ भन्दाखेरि अब यस्तो के अब म रिसायो भने ऊ पनि रिसाउँछ तर होइन म रिसायो भने त फकाउने हो नि त केटा मान्छेले अब ऊ रिसायो भने म फकाउँछु नि त्यस्तो हो तर म रिसायो भने ऊ पनि रिसाउँछ अनि तर दुईजनै रिसायो अब मेरो हो त्यस्तो हुन्छ तर मेरो गल्ती छ अनि मेरो गल्ती छ अनि त्यसपछि यो रिसाइरहेछ मैले फकाएँ मानेन अनि म आफै हिँडिदिन्छु कि फेरि मलाई म फकाउन ट्राई गर्छु तर त्यो मान्दैन अनि चाहिँ मलाई चाहिँ चिड लाग्छ कि फेरि अनि म चल्दिनँ अनि फेरि पछि आफै आउँछ कि फकाउनलाई अब मेरै गल्ती भए पनि ऊ आउँछ अनि त्यो कुरा चाहिँ मलाई एकदम मनपर्छ उसको के सेल्फ रेस्पेक्ट छ भन्दा ठुलो कुरा हो कि रिलेसनसिप छ भन्दा ठुलो कुरा हो त्यो रिलेसनसिपै लाग्छ दा मलाई सेल्फ रेस्पेक्ट त यो रिलेसनसिप भएपछि त आउँदैन हो यो कुरा त आउँदैन कि त मलाई त त्यस्तै लाग्छ एकअर्कामै ध्यान हुन्छ आफ्नो त अब त्यो सेल्फ रेस्पेक्टको के पनि छैन त्यहाँ सेल्फ रेस्पेक्ट हुनुपर्ने ठाउँमा हुनुपर्छ तर त्यो मान्छेमा डिपेन्ड पर्छ त्यसले के आफूलाई के सेल्फ रेस्पेक्ट र रिलेसनसिप चुज गर्नु पर्ने के सुझाउँछु म त रिलेसन मान्छे हेर्छु कस्तो छ उसको लागि हो भने चाहिँ म रिलेसनसिपै चुज गर्छु अरूको लागि हो भने चाहिँ सेल्फ रेस्पेक्ट होइन रिलेसनसिप अरू पनि छ तिम्रो छैन अनि उसको यस्तो कुरा भइरहेछ नि होइन र के म चाहिँ फेरि यो रिलेसनमा भएपछि सेल्फ रेस्पेक्ट केही मतलब हुँदैन म त सब उसमै ध्यान हुन्छ कि फेरि मेरो तिमीले के कुरा चाहिँ रिस उठाउँछ त्यही धेरै छ अब कुन चाहिँ भन्ने टेन्सन लिस्टै बनाउनु पर्छ क्या यसले चाहिँ अब मेरो मुड स्विङ चाहिँ एकदम हुन्छ एकदम हुन्छ मलाई सानो कुरामा रिस उठिरहेको हुन्छ अनि रिस उठेको भनेर रिस उठ्ने नि हजुर के हो उसको कुरा चाहिँ के रिस उठ्छ भनेको क्या तिम्रो होइन कस्तो कुरा लाइक अब सिरियस कुरामा नै जिस्किन्छ क्या जे कुरामा पनि जिस्किँदा हाँसिदिन्छ अनि आफ्नो कुरा राख्छ अनि त्यसपछि अब मलाई सिरियस भयो मलाई रिस उठेपछि जिस्केको मन पर्दैन फेरि अनि जिस्किरहेको छु अनि त्यो जिस्किदिन्छ क्या फेरि ऊ रिसाएको थाहा हुँदा पनि जिस्किदिन्छ कि डम जस्तो बिहोरा गरिदिन्छ कि थाहा नै छैन जस्तो कि तिमी आगो भन्दाखेरि पानी भइरहेको होला नि त अनि मलाई रिस उठिरहेको छ टाउको दुखिरहेको छ एकछिन नबोल कुरा मात्रै बिग्रिन्छ भन्दाखेरि पनि किन म बोल्छु किन म जमिन्छ कि मसँग फेरि त्यस्तो खालको छ कि फेरि म अहिले 20 मेबी लाइक 20 वर्षमै किन धेरै रिसाउनु भनेर होला मतलब ऊ ओभरथिङ्क गर्छ नि त रिसाएपछि के कस्तो सोच के भन्छ अनि ऊ गर्छ पछि नराम्रो होस् भनेर अब त्यही टाइममा हँसाएर उसलाई त्यो बिर्साउने सोचे हुन्छ नि त मैले त्यो भएर अब उसले अब सबको सोच्ने हुन्छ पोइन्ट अफ भ्यू के पेट्रोल हाले जस्तो हुन्छ हजुरले उसलाई सोध्नु भएको थियो नि के नराम्रो बानी मेरोमा के छ भनेर एक्सप्रेस गरेन तर धेरै कुरा छ दा मेरोमा अब मैले ओभरथिङ्क गरेँ भने उसले पासमा गरेको सब गल्तीहरू मलाई याद आउँछ म सब निकालिदिन्छु कि मेरो चाहिँ त्यो बानी छ म केही कुरा बिर्सिन सक्दिनँ है अनि ऊबाट केही गल्ती भएछ पासमा भने म त्यो कुरा कहिले बिर्सिनै सक्दिनँ कि अनि मलाई जब झगडा पर्छ जब ओभरथिङ्क हुन्छ त्यो सब कुरा निकालिदिन्छ तैँले अस्ति नै यस्तो गरे नि तैँले यसरी निकालिदिन्छ अनि त्यो कुराले चाहिँ प्यानिक हुन्छ क्या अब के रियाक्ट गर्ने कस्तो गर्ने अब गल्ती भइसक्यो होइन उसले एकदम माफी माग्छ गल्ती भयो अब सरी यताउति भन्छ अब मलाई चाहिँ हेट पैदा हुन्छ कि अनि फेरि त्यो एकछिनको लागि हो फेरि अनि नबोली बस्न मलाई चाहिँ बोल्नै मलाई चिट लाग्छ फेरि नबोले नि आफूले रुन मन लाग्ने कि फेरि त्यस्तो खालको भयो एउटा सिचुएसन भन्छु म अरू केही इक्जाम्पल दिन्छु तिमीहरूको पनि नहोस् जस्तो होइन त्यो भगवानको कारण नपरोस् कुनै पनि रिलेसनसिप एकदम दामी छ इन लभ होइन मतलब पर्फेक्ट रिलेसनसिप छ केही सिचुएसनले गर्दाखेरि के गर्दाखेरि छुट्टियो अरे अब दुईजना लाइफमा साथी मात्र भएर नै अगाडि बढ्न सक्छन् रिलेसनसिपमा नभइकन लाइक सकिन्छ दा मेरो सोचमा चाहिँ के छ भन्दाखेरि अब हामी एकअर्कालाई बुझ्छौँ हामी एकअर्काको सिक्रेट थाहा छैन तर ब्रेकअपै भए पनि एकअर्कालाई थाहा छ नि त के कमी के यताउति सबै थाहा छ नि त अब साथी नै भएर त अनि तँलाई दुःख परेछ भने उयो त त्यो साथमा त हुन्छ नि त यस्तो गर उस्तो गर त्यो हौसला दिन त हुन्छ नि माया लाग्छ अनि त्यो साथीको नाताले पनि त्यसलाई सपोर्ट गर्न माया गर्न मिल्छ नि त अनि त्यो मलाई त यो कुरा चाहिँ उयो नै लाग्छ के लाग्छ तिमीलाई अब सकिन्छ होला त्यो अब आफूमा नि भर पर्छ आफूले गर्नुपर्छ अब जे जस्तो भयो भने जिन्दगीभर क्या अब आफ्नो त अरूसँग भइ नै सकिन्छ बे पनि हुनसक्छ जे आफ्नो ठाउँ छ तर ऊ चाहिँ जे पहिलो रिलेसनसिप अहिले साथी मात्र भनेर लिन सकिन्छ
मेरो हिसाबमा चाहिँ म चाहिँ सक्दिनँ होला। भनेपछि एकचोटि इन भएपछि सक्यो। एकचोटि इन भएपछि सक्यो मतलब उसलाई नै मतलब उसलाई सोचेको हुन्छ नि त सबै। अब इन भयो नि त, अब इन भएपछि अब उसँगै बस्छु सोचेको थियो। अब साथी बनेर कहाँबाट बस्न सकिन्छ, झन् गाह्रो हुन्छ नि त मलाई। त्यो कारणले नै अब दिनदिनै सोच आउँछ के सोच आउँछ, उसँगै सोचे हुन्छ सबै कुरा। अनि उनै छैन भने अब खल्लो लाग्छ नि त यो कुरा त। अब यस्तो हो नि त, अब के अरे तर म बिच मानुङले ब्रेकअप भएर होइन, अनि एकअर्का अब हामी सधैँ भेटिरहेको हुन्छ नि त, अनि भेट्ने हुँदैन केही हुँदैन, सकेपछि त्यो मुभ अन हुन गाह्रो भइरहेको हुन्छ नि त हामीलाई। तर साथी भएपछि वी क्यान मिट। अब त्यस्तो खालको नभए पनि कुराहरू हुनसक्छ, भेटिरहेको हुनसक्छ। अब तिम्रोमा साथी भएर भेटेन तर तिमीलाई अरूसँग देख्दाखेरि अब कस्तो हुन्छ नि त मलाई, त्यसले हो नि हो। अब तेरो पनि त अर्को कसै होला नि त, मलाई पनि त थाहा हुन्छ। त्यही भएर दुईजना मुभ अन भएर जाने, त्यो अब मान्छेको पोइन्ट अफ भ्यू आफ्नो। सो भनेपछि लाइक कुनै पनि झगडाहरू पर्छ नि, अभियसली झगडा त माया भएपछि त झगडा भइहाल्छ। आफ्नै मुड स्विङ्सले झगडा पर्छ भने तिमीले अघि होइन, कुनै पनि झगडाहरू पर्छ नि, त्यो झगडा साम्य हुनलाई अनि फेरि मिल्नलाई के चाहिँ महत्त्वपूर्ण कुरा हुँदो रहेछ? एकजना चाहिँ होइन यस्तो के दा, अब दुईजनै आगो भएर दुईजना इगो लिएर चाहिँ बस्नु हुँदैन रहेछ है। एकजना चाहिँ इगो मार्न सक्ने हुनु पर्दो रहेछ कि। अब दुईजना इगो लिएर आउँछ भने त बोल्न आउँदैन, म किन आउनु खालको भयो भने चाहिँ हुँदैन क्या। सकिन्छ कि दा, अब मलाई त छोड्न सक्दिनँ है, यो त मलाई चाहिन्छ है भन्ने कुरा त्यो एकजना मात्रै आयो भने पनि त्यो ठिक हुन्छ कि दा। लाइक इगो चाहिँ हामीले ल्याउनै हुँदैन बिच। इगो हुन्छ मान्छेमा, त्यो माया हुने बित्तिकै इगो हुँदैन, केही सेल्फिस केही हुँदैन भने हुँदैन कि। एउटा टाइममा हुन्छ, तर त्यो आफ्नो माया हदभन्दा बेसी माया गर्ने मान्छे छ भने त्यो कुरा चाहिँ आउँदैन, इगो सिगो त आउँदैन। तर यो र मेरो रिलेसनमा इगो त आउँछ कि, रिस छ दुईजनाकै। तर मेरो गल्ती छ भने म जान्छु, उसको गल्ती छ भने ऊ आउँछ। यसरी नै अघि बढ्दैछ हाम्रो चाहिँ। तिम्रो एउटा क्वेसन, मैले सुने तिमी पोसेसिभ छौरी हो? लास्ट छ म त। क्यान ही स्टिल बी फ्रेन्ड्स विथ हिज एक्स अहिले? पोजिटिभ भन्नाले नि ऊ पनि छ पोजिटिभ। क्यान ही स्टिल बी फ्रेन्ड्स विथ उसको एक्स? ल उसको सपोज एउटा एक्स ही वाज फ्रेन्ड विथ एक्स के। म यो कुरा यस्तो हो कि दा, यो कुरामा त कति झगडा हुन्छ हाम्रो। यसको एक्सहरू होइन, अब सपोज म कोहीसँग रिलेसनमा बस्यो भने मेरो पास्टहरू म सब ब्लक गरिदिन्छु कि, सब कन्ट्याक्टमै बस्दिनँ कि। उसको चाहिँ के थियो भन्दाखेरि सबजना फलोइङ लिस्टमा थियो। अनि अब साथीहरू थियो, उसले चाहिँ सबै एक्सहरूलाई के सोध्छ भने उसलाई राम्रो गर्यो नराम्रो गर्यो नि। एक टाइममा मेरो एक्स थियो, मलाई माया लाग्थ्यो, अब किन नराम्रो भन्ने टाइपको छ कि यसको मनमा चाहिँ। अनि कसैलाई पनि ब्लक सक केही पनि गरेको थिएन, सबैजना उसको फ्रेन्ड थियो। अनि उसँग बोल्न नआउँदाखेरि पनि मैले मनमा गाह्रो भयो पनि दा, म त्यस्तो टक्सिक छैन कि, म बुझिदिन्छु कि। अब हुन्छ मान्छेको साथी हुन्छ, मलाई जति गाह्रो नि यो नभना त्यो नभना योसँग म भन्दिनँ कि दा। उसको एक्स थियो एउटा होइन, कति माया गर्छ भने नि उसले लाइफमा ट्रु लभ कतिजनालाई गऱ्यो भने थियो, 2 कि 3 जनालाई हो। त्यही मान्छेहरू उसको फ्रेन्ड थियो कि। अनि त्यसपछि बोल्न आइरहन्थ्यो, अनि तिमीलाई हट हुन्छ म बोल्दिनँ है भन्थ्यो होइन। अनि त्यसपछि होइन के भयो त, बोल्दा क्याजुअल टक गर्दा बोल भन्थ्यो। अनि त्यो मैले त अब मनले भने मैले त रिस उठिरह नि त, अब नबोल त भन्दिनँ, तर मैले नबोल भन्छ तर बोलिदिन्छ कि। सो बेसिकली यु डोन्ट वान्ट उसको एक्सहरू उसको साथी? आई डोन्ट वान्ट, बट टक्सिक हुन मन छैन कि दा। मलाई मन नै छैन। बुझिदिरहेको छु, मलाई मन मारी बुझिदिन्छु कि म उसको। सो भनेपछि के गरेर कसैको ब्रेकअप भइसकेपछि बोलिरहनु भएन? त्यही त हो नि साथी भनेको है। अघि मैले सोधेको थिएँ नि क्वेसन, याद छ? एक्स लाइक दुईजनाको ब्रेकअप भइसकेपछि होइन साथी मात्र भएर बस्न मिल्छ कि मिल्दैन भन्दाखेरि तिमीले मिल्छ भने त्यो यो बेलामा सोचेँ होइन मैले के भने मैले टक्सिक हुँदिनँ। मैले बोलोस् क्याजुअली बोलोस् कि, मैले नबोल भनेको छैन। मलाई हर्ट त हुन्छ, एक्स हो नि त, ल यसको एक्स हो, अब जे भए पनि एक्ससँग बोल्दा छुट्टै हुन्छ कि त। तर बोलोस् कि, त्यो क्याजुअली बोल्दा केही हुँदैन, मलाई केही हुँदैन। तिम्रो एक्सहरू साथी छैन नि? थियो, झगडा पर्दा उसले, मेरो चाहिँ कोही छैन साथीहरू। बोला नि थियो तिमी मसँग त एक्ससँग, तिमी पनि थिए। तर म लोयल बसेपछि चाहिँ एकदम बस्छु। अब तिम्रो कुरा निकाल्नु नपर्यो यहाँनिर। ए प्लिज सुनाउ न, हामी रमाइलो लाग्छ हामीलाई। यसको धेरै सदा लाइक माया गर्छ, तर कस्तो छ भने अहिले मैले यस्तो गरिरहेको छ, माया गर्छ तर गल्तीहरू धेरै गर्छ कि। अब म बोलेन भने अरूसँग बोल्न गइदिने, अब अरूसँग मतलब मसँग झगडा पऱ्यो भने उसलाई चाहिँ एकदम लाइक फ्रस्ट्रेट हुन्छ कि, प्यानिक हुन्छ यो। अब बोलेन झगडा पऱ्यो भने चाहिँ के गरौँ हुन्छ। अनि अरूसँग बोल्न गए धेरै गल्तीहरू भएको छ कि योदेखि, अरूसँग बोल्न गइदिने। तिम्रो केटा साथीहरू कति
केटा साथीहरू मेरो 3 जना मात्रै छ। क्लोज एकदम बेस्ट फ्रेन्ड तिनीहरू? क्लोज सबजना रिलेसनसिपमा छन्? 1 जना मात्रै छन् रिलेसनसिपमा चाहिँ। जस अर्को बिचारेको 1 जना सिङ्गलको हो त्यो। 3 जना छ, 3 जनामा 1 जना मात्रै छ, 2 जना चाहिँ सिङ्गलै छ। ए 2 जना सिङ्गल हो भनेपछि ओके भनेपछि 2 जना सिङ्गल 2 जना मिङ्गल रहेछन् हैन? सो लाइक रिलेसनसिपमा भइसकेपछि आफ्नो केटा साथीहरू पनि छुट्टिन्छ भन्छन् नि हो? त्यो हुन त हुँदो रहेछ, तर मेरो नि एक टाइममा भएको थियो। 1 हप्ता जति म ऊ आउट अफ कन्ट्याक्ट भएको थिएँ उसको लागि। भनेपछि त मसँग मात्रै उयो गरेर के ह्याङ आउट गर्ने। मतलब साथीहरू चाहिन्छ लाइफमा, आफ्नो रिलेसनसिप मात्रै भएर हुँदैन नि त। साथीहरूले पहिला के कस्तो गरेको थियो हेर्नुपर्छ नि त। उनीहरू ऊ नभएको बेला मसँग साथीहरू थियो, त्यही भएर आफ्नो माया गर्ने मान्छे मात्रै होइन, साथीहरू चाहिन्छ। ऊ मात्रै भएर जिन्दगी चल्दैन नि त मेरो। तिमीलाई एउटा क्वेसन, तिम्रो सपोज तिम्रो बर्थडे कहिले हो? मेरो मार्चमा फेब्रुअरी पर्छ होला त्यतिखेर। अस्ति भर्खरै हो? अस्ति भर्खरै। जस्ट फेब्रुअरी 15 मा तिम्रो बर्थडे। उसको बेस्ट फ्रेन्डको बर्थडे पनि फेब्रुअरी 15 मा। बेस्ट फ्रेन्डको? उसको केटा बेस्ट फ्रेन्ड? केटी बेस्ट फ्रेन्ड छ? छैन। केटा बेस्ट फ्रेन्ड थियो तर उसको लागि छोडेर। ए ओके, केटा बेस्ट फ्रेन्डको लागि केटीको कुरा नगरौँ, केटा बेस्ट फ्रेन्डको बर्थडे पनि त्यसमै रे। अनि उसको केटाहरूले उसलाई आज केटाहरू मात्र पार्टी गर्नुपर्छ अर्को केही भने रे। तिम्रो रियाक्सन अथवा तिम्रो अनेस्टवाला कुरा के हुन्छ? मेरो चाहिँ कस्तो हुन्छ भन्दाखेरि ल त भइहाल्छ नि, अब मेरो नि बर्थडे छ, मेरो लागि केही स्पेसल छैन, साथीहरूसँग गएर होइन। मलाई चाहिँ के छ भने मलाई पनि इन्भल्भ गरोस्, सबैजना सँगै बसेर रमाइलो गरौँला खालको हुन्छ। त्यस्तो खालको माइन्ड भएको हो कि म म त्यस्तो त्यो सागु र त्यसलाई दबाएर यसलाई होइन त्यो राख्ने यो नगर त्यो नगर खालको म केटी नै होइन क्या। म रिच नभएपछि अब त्यो बर्थडे पार्टी केटाहरू मात्र भएको बर्थडे पार्टीमा उडी इन्क्लुड हर? मैले यो त तपाईँले भन्नुभएको छ त, यो मैले भर्खर लाइफमा मतलब मेरो बेस्ट फ्रेन्डको र उसको बर्थडे 1-2 दिन अगाडि पछाडि छ कि। अनि 2 जनाको मैले सँगै मनाइदिएको, सँगै एकैचोटि केक काट्यो, सबै सँगै सेलिब्रेट। यो रिसेन्ट बर्थडे नै त्यसरी मनाइदिएको। लाइक उसको बेस्ट फ्रेन्डहरू नै मेरो साथीहरू हो कि। अनि साथीहरू मतलब उसँग भएपछि चाहिँ साथीहरू भएको हो। अनि हामी ह्याङ आउट गर्छौँ सबजना, मिल्छौँ भनौँ न। के छ ठिक छ एकदम। आजको बसाइ रमाइलो भइरहेछ, अन्तिमतिर नै आइसकेका छौँ हामी। अब 1-2 मात्र कुरा गर्छौँ अनि हामी छुट्टिन्छौँ होला प्रोबेबली। कस्तो भइरहेछ, कस्तो एक्सपिरियन्स भयो फिलिलीको? एकदम रमाइलो भयो, जस्तो सोचे चाहिँ त्यस्तो खालको रहेनछ। लाइक त्यो हेर्दाखेरि त कम्फर्टेबल चिल खालकै थियो, तर अझै बढी चिल कम्फर्टेबल रहेछ कि आएपछि हजुरहरूसँग इन्टरेक्ट गरेपछि चाहिँ। अनि बोल्दा एकदम रमाइलो छ, त्यस्तो केही फिलै हुँदैन कि त्यो नर्भस त्यस्तो केही हुँदैन। त्यो हामी इन्टरेक्ट गर्दै गएपछि त्यस्तो त्यो एउटा मिसकन्सेप्सन रहेछ सबैजनालाई होइन, चलेको मन त मन छ नि भनेर। चलेको मान्छे देखेको छैन फेरि मैले प्यारेन्ट्समा होइन। सबजना लाइक आफ्नो पाराले कसरी चल्यो भन्ने कसरी नचल्यो भन्ने म चाहिँ छुट्याउँदिनँ कसैलाई नि होइन। अनि अब जाँदै के भनिदिनुहोस् भन्दाखेरि वाट मेक्स यु एकदमै ह्याप्पी? मलाई लाइफमा सबैभन्दा ह्याप्पी खुसी केले दिन्छ तपाईँलाई? खुसी अब अभियसली अब आफ्नो आमालाई खुसी देख्न पाउँदा खुसी देख्छौँ, त्यही त हो नि। आफ्नो परिवार खुसी देख्यो भने आफू खुसी नि। अब जस्तै मेरो लागि परिवारले अहिले मलाई गरिरहेछन्, पछि मैले मेरो परिवार हेर्नु पऱ्यो नि त। मम्मीले आफ्नो जे जस्तो गर्न सक्छ सबै मेरो लागि गर्नुभएको छ, मेरो लागि त बसिरहनु भयो नि। अब मैले यो सोचेर अगाडि बढेर आफ्नो परिवार हेर्नु पऱ्यो। अब को हुन्छ आफ्नो जस्तै ऊ नै होस् सोचेछु, उसको लागि नै गर्नु पऱ्यो नि त। त्यही त्यो तिम्रो सोचाइ चाहिँ लाइक तिम्रो सोचाइ चाहिँ लाइक वुड ही मेक अ गुड हस्बेन्ड पछि लाइक बेगर सोचाइ चाहिँ छैन कि अहिले सोचाइसकेको छैन? नै ही वुड बी, मलाई सोच त छ, तर धेरै कुरा छ सुधार्नु पर्ने होइन। माया गरेर मात्रै हुँदैन भने नि त, मैले माया गरेर मात्रै हुँदैन। लाइक लिस्ट बनाएर दियो यार उसलाई के सुधार्नु पर्ने छ। मैले भनिसकेँ जतिसम्म नि अब सुन्ने होइन, सुन्न त सुन्छ। धेरै कुराहरू सुधार्नु पर्ने। माया त केही कमी छैन त, कमी गर्दैन। अरूसँग त्यो यसले त मलाई माया गर्दैन, म अरूसँग त्यस्तो खालको सोचै आउन दिँदैन कि। अब 3टा कुरा भन्दै नि त सुधार्नु पर्ने। 3टा कुरा त्यो अब गर्लफ्रेन्ड भएपछि अब मैले इक्वेली भने नि इक्वेली हुनुपर्छ, तर त्यो गर्लफ्रेन्ड भएपछि त्यो गर्लफ्रेन्ड जस्तो प्याम्पर गर्ने गर। उसलाई चाहिँ कस्तो छ भन्दाखेरि उसलाई मैले जस्तो ट्रिट गरेँ उनी मलाई त्यस्तै ट्रिट गरिदिन्छ कि। उसलाई प्याम्पर गऱ्यो भने प्याम्पर नभए नै त्यस्तो चाहिँ कि लाइक उसलाई भिन्न जानै चाहिँदैन कि। अब गर्लफ्रेन्ड भएपछि अलिकति हुन्छ नि त दा यस्तो छैन उसलाई हो मलाई त्यो प्याम्पर गरिदियोस्, अलि त्यो आफ्नो सोच हुन्छ नि त आफ्नो बोयफ्रेन्डले नि यस्तो गरिदियोस् भन्ने। त्यस्तो भन्छु अनि त्यो गरिदियोस्। हजुर गरिहाल्छु अब। अनि त्यसपछि मेरो कुरा लाइक मैले चाहिँ तिमीलाई अब मैले नि तिमीलाई सम्झाएर हुन्छु, त्यसै गरी मलाई पनि सम्झाऊ त्यो गरौँ। मलाई यस्तो अलोन फिल भएको बेला अब लो फिल भएको बेलामा चाहिँ हुन्छ
तर त्यो हुन त हुन्छ तर सम्झाएपछि पो अलि हल्का फिल हुन्छ नि त। मैले नै उसलाई सम्झाएन हुन्छ मलाई नि त्यसरी सम्झाऊ बुझ्देऊ। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि केही कुरा अब केही भइरहेछ लाइक प्रब्लम केही क्रिएट भएर होइन केही प्रब्लम क्रिएट भयो भने त्यही प्रब्लममै ध्यान हुन्छ कि म के भएँ म कस्तो भएँ के गरेँ केही मतलब हुँदैन मलाई त्यो प्रब्लम होइन त्यही प्रब्लम कसरी सल्भ गर्ने के गर्ने त्यसमा म हार्म भइरहेछ भने पनि उसलाई मतलब हुँदैन कि त्यो प्रब्लम कसरी सल्भ गर्नेमै ध्यान हुन्छ कि उसको चाहिँ त्यस्तो छ। भनेपछि तिमीले ध्यान दिनु पर्यो त्यो बेला। त्यस्तो बेला लाइक म होइन कि माया गर्छु भनेर माया गरे मात्रै हुँदैन। अब आफूभन्दा अब माया गरेपछि त्यो हुन्छ कति माया कति माया हुन्छ तर माया गरे त्यस्तो माया गर कि मलाई माया नगर कि मलाई माया गरेपछि चाहिँ आफूभन्दा बेसी नि भन्दिनँ तर त्यो हुन्छ नि सेटिस्फाई हुने खालको माया के त्यस्तो खालको सेटिस्फाई। प्लिज बुझ्दै उसलाई। अनि के छ तिमीले त अघि नै पनि मेन्सन गरेको थियो लाइक यु वुड रियली वान्ट हर एज अ लाइक वाइफ अथवा पछिसम्म पनि भनेर होइन के छ तिनवटा कुरा उसले चेन्ज गर्नुपर्ने कि छैन सब पर्फेक्ट हो? पर्फेक्ट त कोही पनि हुँदैन। उसले नि के कस्तो छ जस्तै अगाडि मान्छेले के बोल्नुपर्छ त्यो सोच्नुपर्छ। रिसले मात्रै पनि हुँदैन नि त। रिस त जसलाई नै उठ्छ तपाईँलाई उठ्छ मलाई उठ्छ उसलाई उठ्छ तर त्यो रिस कम गरेर त्यो सोच्नु पऱ्यो नि त। रिसाएर जे गर्दा नि पाउँदैन नि त अरूलाई के कस्तो हुन्छ त्यो सोच्नु पऱ्यो। मेन त अब ओभर थिङ्क गरेर मतलब पोजिटिभ कुरा हेर्दैन नि सब नेगेटिभ मात्रै हेर्छ के कस्तो गरेको त्यो मतलब ओभर थिङ्क धेरै गर्नु भएन के कस्तो छ ओभर थिङ्क हुने भने कि नराम्रो कुरामा हो नि। अनि त्यसपछि एउटा उसले जस्तै आफ्नो गल्ती छोप्ने एउटा। ठिक छ यो कुराहरू तिनचोटि रिपिट भइसक्यो प्लिज गल्ती नसोधिदिनु होला देखाइदिनुहोस् उहाँलाई आजको गल्ती। अनि के छ लाइक इफ यु हेभ द लास्ट सेन्टेन्स टु टेल हिम वाट वुड इट बी उसलाई भन्दाखेरि एउटा मात्र सेन्टेन्स उसले जिन्दगीभर सम्झिन्छ होला। म प्याराडक्समा गएको थिएँ उसले मलाई यस्तो भनेको थियो भने जिन्दगीभर सम्झिन्छ लाइक जस्ट बी स्ट्रङ होइन यता कसैलाई माया गर्छ भने त्यसलाई नै गर्दा के भयो त है त्यही त सेन्टेन्स हो। अनि कसैलाई माया गर्छ भने त्यसलाई नै सबै कुरा सबै थोक नसोच कि आफू होइन कि मरिहत्ते गर्नु तर त्यति बित्ति नि मरिहत्ते नगर्नु कि आफूलाई राख्नुपर्छ कि मलाई के गर्दा ठिक हुन्छ के कस्तो। तैँले कसैलाई माया गर्छ भने तैँले त्यसलाई नै उ त्यो गर्छस् कि तैँले गल्ती गरेछ भने मलाई त यही चाहियो जसरी पनि यही चाहियो यो त्यस्तो खालको छ त्यो पागलपन खालको त्यस्तो चाहिँ हुनु हुँदैन। लाइक जस्ट बी स्ट्रङ कुन ठाउँमा कसरी डिल गर्नुपर्छ त्यो कुरा बुझ होइन। जस्ट बी स्ट्रङ यो चाहिँ अलि धेरै नै इमोसनल हुन्छ कि दा त्यही भएर भनेको। अनि अब म चाहिँ के भन्छु भन्दाखेरि केटा हो अब रुनु हुँदैन विक हुनु हुँदैन भन्छन् तर रुके तर त्यो लाइक मसँगहरू जो तेरो आफ्नो छ त्योसँग आएर त्यसरी त्यो अरूको अगाडि त्यस्तो चाहिँ गर्नु हुँदैन। अनि मन डरो बनाउने धेरै इमोसन छ भने त्यो इमोसन कसैको अगाडि नपोख्ने को कस्तो छ के थाहा छ सबैजना म जस्तो तेरो मामु जस्तो हुँदैन नि त। अनि कुन ठाउँमा कसलाई कता राख्नुपर्छ त्यो बुझ्नुपर्छ। अनि त्यही हो अब मामुहरूलाई खुसी अब भन्दा बच्चा जस्तो लाग्ला तर त्यो हो के मामु भाइहरूलाई खुसी राख्नु त्यही हो। आफ्नो बारेमा शब्द सानोमा भन्छु म थोरै भन्छु यस्तो लामो भन्दिनँ। आफ्नो राम्रो बन्न छोड र जेमा छौ त्योमा रमाउन सिक। जस्तै यो चाहिँ त्यसो नसोच जेमा छ त्यहीमा रमाउन सिक। यो चाहिँ म भन्छु र होइन कि भन्न खोजेको चाहिँ मैले लाइफमा जेमा छ त्यसमै खुसी हुनु पर्यो। भनेपछि त म अलि नराम्रो देख्छु नि त अलि एक्सप्लेन इट। अब जस्तै तिमीले जस्तै केही काम गरिरहेछौ नि जस्तै त्यो काम भएको छैन अरे अब म यसलाई यस्तो हान्छु यस्तो गर्छु त्यो सोच्ने आफ्नो राम्रोपन गरिरहेछौ नि त्यो राम्रोपन गर्ने के एक न एक दिन त आउँछ नि तिमीलाई राम्रोपन गर्ने त्यो राम्रोको आउँछ के रात गएपछि ऊ आउँछ नि त बिहान घाम आउँछ नि त त्यस्तै भन्न खोजेको कि बुझ्यौ नि। ओके ठिक छ अब हामीले तपाईँहरूको बारेमा धेरै कुरा जानिसक्यौँ। अनि पहिला सुरु त थ्याङ्क यू सो मच फर बिङ हियर तपाईँहरूको अमूल्य समय यहाँ दिनुभयो। अनि वी रियली इन्जोयड द कन्भर्सेसन ओपिनियन्सहरू पर्सेप्सन्सहरू सबैको आफ्नो हुन पाइन्छ भन्नेमा बिलिभ गर्छौँ हामी। अनि त्यसपछि त्यही भएरै लाइक हामी फिलिलीमा जो आउनुहुन्छ उहाँहरूलाई के रहेछ त कुरो भनेर बुझ्ने प्रयास गर्छौँ। अनि केही हदसम्म बुझियो पनि। अनि अर्को मेन कुरा चाहिँ आई रियली होप लाइक यहाँ आउनुभन्दा अगाडि अनि आज यहाँबाट जानुभन्दासम्म चाहिँ अझ बढी चिन्नु भयो होला एकअर्कालाई। हाम्रो मेन मोटिभ त्यही हो यहाँ आउनुभन्दा अगाडि कति कुरा थाहा थिएन होला अझ थाहा पनि पाइयो होला होइन। अनि त्यसपछि पोजिटिभ कुराहरू मनमा लिइदिनुहोस्
नेगेटिभ कुराहरू छोडिदिनुहोस् अनि थ्याङ्क यू सो मच फर बिङ हियर। जानुभन्दा अगाडि के छ हाम्रो हेरिरहनु भयो हाम्रो फिलिली फ्यामिलीहरू हुनुहुन्छ, हाम्रो प्याराडक्स फ्यामिलीहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? जस्तो हजुरहरूले हेर्नु भएको छ त्यो जस्तो त्यो हेर्दाखेरि इन्टरटेनिङ कस्तो मजा खालको देख्छ नि, त्यो यहाँ आएपछि झन् मजा फिल हुन्छ। सबैजना आइदिनु होला, सपोर्ट गरिदिनु होला जस्तो सोच्नु भएको छ त्यो त्यहाँबाट हेर्दा अनि त्योभन्दा नि इन्जोएबल छ कि यहाँ आएपछि त त्यो लाइक रोसिक दा, सुशान्त दा अनि क्यामेराम्यान दा अनि सबजना एकदम चिल हुनुहुन्छ, एकदम सोचे भन्दा नि चिल के लास्ट चाहिँ कम्फर्टेबल हुन्छ यहाँ आएपछि। अनि म सबजनालाई के भन्न चाहन्छु भने एउटा ज्ञान दिन चाहन्छु कि म यस्तो क्या यो मलाई यो कुरामा चाहिँ म बिलिभ गर्छु अनि सबैजना नि बिलिभ गरिदिनु। अब सबैको आफ्नो सोच हो होइन, लाइक कसैले हजुरलाई नराम्रो गर्छ भने टिट फर ट्याट भन्ने हुन्छ नि त त्यो, अनि जस्तोलाई त्यस्तै गर्नुपर्छ टिट फर ट्याट त्यस्तो सोचै नराख्ने। अब तपाईँ राम्रो हुनुहुन्छ, अब काइन्डनेस छ मनमा छ भने आफ्नो काइन्डनेस कहिले पनि बिर्सिने होइन कि, जस्तो छ त्यस्तै देखाउने कि। अब तैँले मलाई यस्तो गरिस् म नि तँलाई यस्तो गरिदिन्छु यस्तो सोचिराख्नु हुँदैन रहेछ। आफ्नो जस्तो राम्रोपन छ नि त्यस्तै अरूलाई देखाउने। जति नै नराम्रो गयो भने आफ्नो राम्रोपन कहिले पनि बिर्सिनु हुँदैन रहेछ। त्यसरी नै अब जति नै अब उनीहरूले नराम्रो गर्दैन आफ्नो राम्रोपन बिर्सिँदैन भने त्यो नै ठुलो कुरा हो नि त आफ्नो। महात्मा गान्धीले नि यही भन्नुहुन्थ्यो होइन, यो त म आफै बिलिभ गर्छु महात्मा गान्धीको छोरी अनि त्यही भएर त म यो कुरामा चाहिँ एकदम विश्वास गर्छु। सबैजना त्यही भन्छु, त्यो टिट फर ट्याट भन्ने सोच हुन्छ सबैको, अब आफ्नो इगो हो। मलाई चाहिँ यो कुरा चाहिँ एकदम विश्वास लाग्छ। यो कुरा कहाँबाट याद आयो? मलाई यो कुरा छ कि मनमा, म बिलिभ गर्छु नि यस्तो कुराहरू। मलाई कसैले नराम्रो गरेछ भने म कहिले पनि नराम्रो गर्दिनँ कि। मलाई बाल्दिनँ भन्दा नि मलाई बिट्रे गरेछ भने कुनै टाइममा उनीहरूलाई पढ्दा अब चाहिँ मलाई बिट्रे गर्ने मान्छेले नि उनीहरूलाई पढाएछ भने म हुन्छु के। लाइक सुस्मितालाई पनि थाहा होला त्यो कुरा, त्यो म त्यस्तो खालको मान्छे हो म चाहिँ, त्यही भन्छु। गाइज सुस्मिलाई थाहा छैन अनि प्लिज हजुर के अरे म चाहिँ यस्तो भन्न चाहन्छु। अब प्याराडक्स सो भनेको चाहिँ स्क्रिप्टेड सोचे हुँदैन सबैले, म पनि यहाँ आउँदा स्क्रिप्टेड होला उहाँहरूले यस्तो भनिदिनुहुन्छ अब यस्तै त सजिलै हुन्छ, म आएर रमाइलो गर्छु जान्छु अनि सोचेको थिएँ। बट स्क्रिप्टेड आफूलाई जे छ मनमा छ आफू जे रियल हो त्यही हुन्छ क्या। यहाँ आफूले जे भन्नुहुन्छ त्यही भन्नुपर्छ, त्यही स्क्रिप्टेडहरू हुँदैन। अनि जस्तै म इन्ट्रोभर्ट मान्छे त्यहाँ आएर हल्का यति बोल्नु भने नि धेरै लाइफमा बोलेकै थिइनँ म काहीँ पनि बोल्दिनँ थिएँ। तर यहाँ आएर जस्तै त्यस्तो इन्भाइरोमेन्ट बनाउँदै हो नि त, कम्फोर्टेबल इन्भाइरोमेन्ट, त्यसको कारणले म यहाँ बोलिरहेको छु। त्यही भएर यसलाई पोजिटिभ वेमा लिन अनि नेगेटिभमा केही नलिन अनि त्यही रमाइलो गरौँ लाइफमा, रमाइलो भयो मलाई आएर। त्यही हो, म नि त्यस्तो एक्सप्रेसिभ मान्छे त होइन, तर आएपछि लाइक कुराहरू गर्दा अब गफसफ गर्दाखेरि एकदम मन हल्का भयो कि। आफ्नो कुराहरू पनि सेयर गर्न पाएँ त मैले कसैलाई गर्न नसकेँ। यहाँ मैले सेयर गरेँ कि लाइक कसैलाई सेयर गर्न नसकेँ त्यही। अनि यहाँ सेयर गर्नु त त्यही हो गाइज। अब केही नराम्रो यताउति भन्यो भने डोन्ट टेक इट अफेन्सिभ होइन, जस्ट फर फन। यता हामी मनको लागि मात्रै हो, त्यही हो दा त्यही हो। ठिक छ, केही भन्न छ बाँकी? ठिक छ, थ्याङ्क यू सो मच तपाईँहरू यहाँ आइदिनु भयो, तपाईँहरूको अमूल्य समय यहाँ दिनुभयो। अनि हाम्रो अडियन्सलाई पनि सुशान्तले केही भन्न चाहँदैछ अब जाँदै जाँदै सबजनालाई अब गुड टाइम अहेड होइन। एकअर्कालाई माया गर्नुहोस्, माया भन्दा सबभन्दा ठुलो कुरो केही पनि हुँदैन, सेल्फ रेस्पेक्ट नै हुँदैन भन्नुभएको थियो एकजनाले। अनि थ्याङ्क यू सो मच फर बिङ हियर। त्यति भन्दै आज लास्ट फिलिली गर्छौँ हामी अनि छुट्टिन्छौँ। सो कस्तो लाग्यो तपाईँलाई हाम्रो नयाँ एपिसोड? अनि नयाँ कुराहरू, नयाँ मान्छेको नयाँ कुरा हुन्छ। अहिलेको जेनेरेसनको फेरि नयाँ रिलेसनसिपको एडभाइसहरू, नयाँ कुराहरू देखिरहनु भयो। तपाईँले बन्डिङ पनि देख्नु होला। हाम्रो पालामा त छुट्टै हुन्थ्यो, अनि अहिले त अब डिफ्रेन्ट छ नि त। इन्जोय गरिदिनु होला अनि फिल फ्री टु कमेन्ट। अनि तपाईँहरूले हाम्रो अस्तिको एनिभर्सरीको मौका पारेर हामीले बोनस एपिसोड हालेको थियौँ, तपाईँले एकदम मन पराइदिनु भएको थियो। त्यस्तो वान डेको सो हामी फेरि गर्दैछौँ। यदि तपाईँहरू पनि भाग लिन चाहनुहुन्छ, आउनुहुन्छ भने चाहिँ इन्स्टाग्राममा नम्बर छोडिदिनु होला, तपाईँहरू एक दुईवटा फोटो पनि छोडिदिनु अनि आउँ रमाइलो गरौँ। अर्को एपिसोडसम्मलाई चाहिँ म अहिले बिदा लिन चाहन्छु, तर अर्को एपिसोड चाहिँ फेरि वान डेवाला आउनु सक्छ है, त्यसको लागि चाहिँ स्टे ट्युन्ड। बाई बाई।